कति आरिसेहरू हुन्छ क्या एकदम के अरे तल्लो लेभलको केटी मान्छेहरूले आएर जोइ टिङ्रे भनिरहेको हुन्छ क्या उसलाई तर जोइ टिङ्रे हुनुमा रेडी हो क्या ऊ चाहिँ फेरि उसलाई जोइ टिङ्रे बनाउनु नि रेडी हो क्या म किनभने पिता सन्तान हुँदै इनफ भनेको मान्छे 4 त राम लक्ष्मणहरू हुनुभयो नि त होइन हजुर हजुर लक्ष्मीको होइन छोरी अब छोरी कहिले हो म तयार छु है म त्यो लुकाउनु छुपाउनु जान्दैन मैले बोल्दाखेरि चाहिँ स्ट्रेट हो मलाई त त्यो अहिले त जेठाजुहरू पढ्नुभयो त्यो बेला त गाली त कति खानु भयो होइन अनि पछि लप्परेर दाजुहरूले पनि भन्थ्यो अरे त्यसलाई त सम्हाल्न सक्दैनस् त्यो साह्रै मुख बजाउँछ बिहा नगर भन्थ्यो अरे उसलाई तर उसले मात्रै व्यस्त हुन्छ होइन तर वास्तवमा त्यो पछि मैले बुझेँ कि होइन ऊ चाहिँ एकदम व्यावहारिक कि म चाहिँ भयो अलिक बच्चा जस्तो मलाई चाहिँ रोमान्स गर्नुपर्ने रमाइलो गर्नुपर्ने घुम्न जानुपर्ने डुल्नुपर्ने त्यस्तो तर ऊ चाहिँ एकदमै व्यावहारिक अनि म भित्रभित्रै खुसी भएँ होइन सुबिनाको मैले नदेखेको पार्टी यो रहेछ एकदम व्यावहारिक अनि म चाहिँ आफूलाई एकदमै लक्की होइन भाग्यमानी आमा गाउँमा त के अरे चप्पल हुन्न थियो त्यो बेला हुन्थ्यो अरूको होला होइन मेरो चाहिँ छुट्टै स्ट्रगलहरू छन् किनकि घरको जेठी छोरी त्यो पनि बाबा आमाले बिहा गरेको 16 वर्ष जन्मेँ अरे म 16 वर्षपछि अनि चाहिँ त्यो 16 वर्षपछि जन्मेकोले मेरो नाम सोरुमा राखिदिनु भयो अरे सुबिना उर्मिला मलाई मेरो गाउँतिर सबैले उर्मिला भनेर चिन्नुहुन्छ अनि सानो मान्छे पनि कोही पनि नछुटोस् के मलाई सबैले चिनोस् भनेर चाहिँ विकास गरेर लामो नाम बनाएको भए अनि निकै मम्मीले पिट्नु भएको थियो मम्मीको चाहिँ देब्रेले कुट्नुहुन्थ्यो नै गरी कुट्नु भयो नि अर्को चाहिँ काँक्रा चोरेको मात्रै होइन त्यो फेद उखालेर के अरे चिठी सारासार गर्थ्यौँ भेट्दा चाहिँ त्यो अर्गानिक लभ भन्छु म त्यो अर्गानिक लभ त्यो बेला त्यो चिठीको पर्खाइ कुराई त्यो शब्दहरूको फुराई ऊ चाहिँ अलिक साहित्यिक थियो है उसको अलिक साहित्यिक उसको अक्षर फेरि एकदमै राम्रो है मेरो चाहिँ अक्षर नराम्रो उसले चाहिँ त्यो उसलाई चाहिँ नपढेको भन्न मिल्दैन कस्तो भने ऊ चाहिँ एकदमै किन कि उसको त्यो साहित्यहरू शब्द बोल्ने अरू त म त्यो लाको साथी पाउँछु होला के होला त्यो चाहिँ हुँदैन मलाई काली नि गोरा गोरी नि जो भयो नि हुन्छ बोल्ने हाँस्ने भयो हुन्छ मेरो छिमेकी होइन अब चाहिँ छोराछोरी इनफ है अब चाहिँ नहुँदो रहेछ गाह्रो हुँदो रहेछ भनेर म चाहिँ तर्सेकै हो दुईजना कहाँबाट आयो फेरि म प्रेग्नेन्ट हुने ऊ पो डराउँछ होइन यो एकदम सही हो पछि डराउनु पर्दैन कुनै पनि समाज कोहीसँग केहीसँग डराउनु पर्दैन भन्छु म त मलाई त डर लाग्दैन भाइ यो पहिल्यै बाघसँग त जुत्दै हिँड्ने मान्छे बाघ के अरे श्री गणेशाय नमः युके नेपाल पोडकास्ट विथ दीपक मैथाने मगर हेरेर बस्नुहुने तपाईँहरू सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा म दीपक थापा मैथाने मगरको न्यानो अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथम यस पोडकास्टलाई तपाईँहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र मेन स्पोन्सर गर्नुहुने तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै आत्मसम्मान गर्न चाहन्छु। र आजको यस पोडकास्टको लागि भ्यानु उपलब्ध गराइदिनु हुने एस्ता फाइनान्स सोल्युसन युके जसमा तपाईँहरूले घरहरू खरिद बिक्री गर्न सक्नुहुनेछ, रिमोर्गेज गर्न पनि सक्नुहुनेछ र यो चाहिँ लन्डनको हेजमा छ र यसमा तपाईँहरूले मिन्दर लामिज्यू एस्ता फाइनान्स सोल्युसन युकेको प्रोपाइटर हुनुहुन्छ भने एडभाइजरको रूपमा किशोर राणाज्यूलाई पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। विगतका मेरो कार्यक्रमलाई तपाईँहरूले दिनुभएको सुझाव सल्लाह र प्रतिक्रियाले गर्दाखेरि आज म फेरि एक खुड्किलो अगाडि बढ्ने जमर्को गरिरहेको छु। तपाईँहरूले धेरैले चिन्नुभएको छ, उहाँ टिकटकमा सामाजिक सञ्जालमा अत्यन्त चर्चित हुनुहुन्छ, धेरैले मन पर्नुहुन्छ उहाँलाई। उहाँ चाहिँ एकदम निडर स्ट्रेट फरवर्ड बोल्न सक्ने प्रवक्ता हुनुहुन्छ, नन अदर देन उर्मिला राई। अनि उहाँको अत्यन्तै ह्यान्डसम अनि ब्रिटिस आर्मीमा कार्यरत हुनुहुन्छ
जीवन राय दुवैलाई एकैचोटि म स्वागत गर्न चाहन्छु मेरो पोडकास्टमा। नमस्ते। टाइटल स्पोन्सर New Lakshmi Jewelers Ultrasert UK Platinum, a star financial solution UK has Nemo Plumbing and Heating Farnborough. Gold sponsor Maya Supporting Living Limited. Silver sponsor Doku Construction, Little Buddha Neville's Takeaway Restaurant Catterick, Solukhumbu Mama Plum Street, Mount Everest Gorkha Takeaway Restaurant Catterick. Bronze sponsor Panas Restaurant Ultrasort, Momo 365 Wombley, Balloon Nepal. Media supported by Neville's Business Directory UK. सही खाली कुराकानीको सङ्गालो। दीपक मैथाने पोडकास्ट। नमस्ते, धन्यवाद भाइ, थ्याङ्क यू। हजुर थ्याङ्क यू। मलाई सुरुमै दिदीको एउटा थेगोदेखि सुरुवात गर्न मन लाग्यो। पारा दिदी पारा होइन, अब सक्दैन नि फेरि। हो अब दिदी भएपछि त पक्कै पनि अब यहाँ आगो बल्नेवाला छ हाम्रो पोडकास्टमा। हजुर, आज चाहिँ अत्यन्त राम्ररी देखिनु भएको छ। थ्याङ्क यू सो मच भाइ। तपाईँको हेयर स्टाइल अत्यन्तै मन पर्यो। थ्याङ्क यू। भाइको मनै राम्रो छ अनि नराम्रो देख्ने त उनी भएन नि। हजुर सायदमा भिनाजु नै भएर होला। अच्छा, सुमा सुगन्ध थपिएको छ। खैको नि हो। आज अलिकति लजाकी छ, अलिक लजाउँदै छिन् आज। हजुर तर दिदीलाई जति अब त्यो चाहिँ पछि कुरा गर्नु पर्ला। हामी चाहिँ बाल्यकालतिर जानुपर्छ कि तपाईँहरूको जन्मस्थान सुरुमै? हजुर, म जन्मेको चाहिँ ओखलढुङ्गा जिल्ला केतुके गाविस वार्ड नम्बर 6 भन्थ्यो। अहिले चाहिँ ओखलढुङ्गा जिल्ला माने भान्ज्याङ गाउँपालिका वडा नम्बर 4 भएको छ अरे। म चाहिँ जन्मेको त्यही ओखलढुङ्गा पङ्खुमा, अनि हुर्केको डुलेको। फेरि याद आउनु याद नआओस् भने फेरि याद आउँछ, धेरै याद आउँछन्। गाउँमा जन्मेर हुर्केको, ढुङ्गा फुटाउँदै यो खुट्टाले त ढुङ्गा कति फुटाए भाइ। भनेपछि त बाल्यकालदेखि नै तपाईँ स्ट्रङ हुनुहुँदो रहेछ। ढुङ्गा फुटाल्ने भनेको साँच्चै नि होइन नि? हो नि भाइ। आमा गाउँमा त के अरे चप्पल हुन्न थियो त्यो बेला हुन्थ्यो अरूको होला होइन। मेरो चाहिँ छुट्टै स्ट्रगलहरू छन्, किनकि घरको जेठी छोरी, त्यो पनि बाबा आमाले बिहा गरेको 16 वर्ष जन्मेँ अरे म, 16 वर्षपछि। अनि चाहिँ त्यो 16 वर्षपछि जन्मेकोले मेरो नाम सोरुमा राखिदिनु भयो अरे। अनि त्यो सोरुमा मन नपरेर मैले नागरिकतामा चाहिँ सुबिना बनाएको मेरो नाम। हजुर हजुर हजुर। अनि नागरिकतामा चाहिँ सुबिना, अनि यता टिकटक अनि सामाजिक सञ्जालमा चाहिँ उर्मिला पनि एड गर्नु भएको छ नि? सुबिना उर्मिला। मलाई मेरो गाउँतिर सबैले उर्मिला भनेर चिन्नुहुन्छ। हजुर। अनि सानो मान्छे पनि कोही पनि नछुटोस् के, मलाई सबैले चिनोस् भनेर चाहिँ विकास गरेर लामो नाम बनाएको भाइ। सुबिना उर्मिला तोनिमी राई। तोनिमी चाहिँ बाइङभित्रमा मेरो एउटा थर हो। हजुर। अनि उसको चाहिँ मुनारी हो। कतिले चाहिँ फेरि बाइङ बिहे गरेको रहेछ भन्छ नि त। हजुर हजुर। हामी चाहिँ त्यो मिल्दैन, फरक हो हामी, तर बाइङभित्रै पर्छौँ। हजुर हजुर। अनि भिनाजुको चाहिँ गाउँ जन्म एकै ठाउँ हो? एकै ठाउँ भन्दा पनि खासै टाढो त होइन। मेरो पनि त्यही ओखलढुङ्गा जिल्ला हो, केतुके गाविस। सुरुमा चाहिँ मेरो पनि वडा नम्बर 7 थियो, हाम्रो वारिपारी हो। तर अहिले चाहिँ त्यो चेन्ज भएर फेरि ओखलढुङ्गा जिल्ला मानबेजाङ गाउँपालिका वडा नम्बर 4 भएको छ अहिले चाहिँ। ए हजुर हजुर। ओके। सो अब बाल्यकालतिर कुरा गरिहालौँ न होइन? कतिको बदमास गर्नुभयो दिदीले? बदमास त गर्ने त्यति मौका पाइनँ भाइ, तर बदमास गर्दा चाहिँ हामीले ठक्कै भन्नुपर्दा मैले त्यो काँक्रा चोर्नु भन्दा पनि एउटा बिहा नगरी बस्नु भएको छ त्यो फुपू, जहाँ त्यो फुपू बरमाया भन्थ्यो, के दिमाग होला गएर त्यो मिठे बारी हुन्छ नि, त्यो मिठे चाहिँ बल्ल फुल्न लाग्यो, के गरे होला है, गएर गम उखालेर फाले के। अनि
निकै मम्मीले पिट्नु भएको थियो मम्मीको चाहिँ देब्रेले कुट्नुहुन्थ्यो नै गरी कुट्नु पनि अर्को चाहिँ काँक्रा चोरेको मात्रै होइन त्यो फेद उखालेर अनि गाउँघरमा त त्यो गुन्द्री त्यो उसको हुन्छ नि परालको के बुनेको गुन्द्री भन्छ नि त्यतातिर त्यो हुन्छ नि गुहरू दलेर हिँडेको थियो थाहा पाएर तिरायो नि त नसुनेको पार रहेछ यहाँ त तिरायो नि त बिचरा हामीलाई हाम्रो मम्मीले घरमा बासै नराख्ने भयो अनि त्यो बेला चाहिँ त्यो मिलाउनेले चाहिँ के गर्थ्यो भने त्यो 2 खालको रक्सीको बोतल हुन्छ कि पक्की भनेको चाहिँ अलिक ठुलो कच्ची भनेको चाहिँ सानो अनि त्यो बेला पनि 25 रुपियाँ बोतल लाग्थ्यो अनि हामी 4 जनाले बदमास गरेको अनि पैसा उठाएर 2 बोतल रक्सी बनाएर लगेर उनीहरूले त ढोक्नु पर्ने क्या जहाँ त्यो हामीले बदमास गरेको घरको मान्छेले चाहिँ लो बाबा गल्ती गऱ्यौँ भनेर होइन नमस्कार हजुर गरेर त्यो रक्सी लगेर त्यहाँ मिलाइदिनु भएको थियो त्यति चाहिँ थाहा छ तर पनि बाल्यकालमा गरेका चिजहरू गल्ती भए पनि कति अहिले चाहिँ कति भ्यालुएबल हुन्छ नि है त्यो यादगार चाहिँ हामीलाई एकदमै सबैले गरिन्छ त्यो चाहिँ हो नि हो हजुर अनि भेनाजुको हैन त्यो ठ्याक्कै सम्झँदाखेरि मलाई उ याद आयो हजुर त्यो बेला त्यो स्कुल छेउमा चाहिँ त्यो कामिका हुन्थ्यो त्यहाँ चाहिँ त्यो कचियाहरू खुकुरीहरू अर्जाप्ने बाबाले पठाउनु भएको थियो मलाई के याद छ भने त्यो ल्याएपछि त्यो छिमेकीको बाँस काटेको कि तपाईँको त्यो खुकुरी लाग्छ लाग्दैन भनेर त्यो फटा कामहरू मलाई याद आउँछ अझै अरू त खासै एक प्रकारले सोझो नै थिए जस्तो लाग्छ मलाई चाहिँ ओके सो अब स्कुल लाइफतिर जाऊँ न त होइन दिदी हुन्छ गाउँमै थियो कि अलिकति टाढै जानु पर्थ्यो स्कुल चाहिँ त्यो बेलामा अब मेरो वास्तविक कुराहरू भन्नु परेन वास्तवमा भन्नुपर्दा म चाहिँ स्कुल जाने मौका चाहिँ नपाएको हो जहिले घाँस दाउरा वस्तुको पछि लाग्नु पर्थ्यो हाम्रो खेती तल बेसीतिर धेरै हुन्थ्यो अनि त्यही भएर साँझमा हिँडेर साँझमै आउने अनि प्राय गरी म मान्छे नि देख्दिनँ थियो गाउँमा पनि त्यति व्यस्त थिएँ म होइन अनि मलाई स्कुल जानु मन लाग्थ्यो मेरो साथीहरू चाहिँ जानुहुन्थ्यो जो साथीहरू जाँदा मलाई जानु मन लाग्ने तर पनि अब के जाने कसो गर्ने मेरो बाबाले घरमै त्यो चारपाटी त्यो पाटी भन्नुहुन्थ्यो नि त्यसमा लेखेर मेरो नाम सिकाउनु भएको थियो होइन कह ग सिकाउनु भएको थियो अलिकति ठुलो भएपछि चाहिँ अब साथीहरू जुन म सँगै पढ्ने साथी मेरो उमेरको साथी चाहिँ 5 क्लासमा पढ्थेँ क्या त्यो बेला चाहिँ प्रौढ शिक्षा आएको थियो क्या अनपढ गोरेटो गोठालो भन्ने 3टा किताब आएर छ अनि बेलुका त्यो किताब लिनको लागि प्रौढ शिक्षा आछ अरे भनेर एउटा काकाको छोरी थियो जाम किताब पाउँछ अरे भनेर हामी गयौँ निकैजना थियौँ साथीहरू हामी नपढ्ने त्यो बेला कतिलाई चाहिँ स्कुल पठाउँदा नपढ्ने म चाहिँ त्यो मौकै नपाएको अनि बेलुका चाहिँ पो लागे गएर त्यो किताब थापेर आयो त्यो किताब कति मिठो बसाउने के होइन अनि त्यो किताब लिएर आएको मेरो बाउले त सुड्डेले त हिर्काउनु त हो राति कहाँ गइस् भनेर यति पिट्नु भएको नि मेरो बाबाले अब उमेर आउँदै गयो होइन 12-13 वर्ष त्यही 10-11-12 वर्ष त नपुगिने हो अनि बाटो चाहिँ अलिक बाटो नै थियो कि म जे भए पनि त्यो किताब ज्ञान नभए नि सानैदेखिको त्यो बाटो चाहिँ म दिमाग चाहिँ चलाउने के अनि बाबाले कुट्नु भयो अनि अब कुट्यो नि म टेरिनँ होइन त्यो बाबा त तल बेसीमा बस्नुहुन्थ्यो अनि त्यसरी त्यो किताब पढ्दै प्रौढ शिक्षातिर यसो मलाई पढाउनेहरू नि हुनुहुन्छ अझै प्रौढ शिक्षा पढाउनेहरू हाम्रै साथीहरूले पढाउँथ्यो होइन अनि अब पछाडि हल्का नाम लेख्ने जाने पछि चाहिँ फेरि म आफै पैसा जम्मा पारेर बल्ल बल्ल त्यो बेला चाहिँ 15 रुपियाँ लाग्थ्यो 3 कक्षामा भर्ना हुन अनि 3 कक्षामा भर्ना हुनलाई नि त्यो पैसा नभएर बाबा आमाले पढ्न नि अब नजाओस् है भन्ने क्या मलाई चाहिँ किनकि पढेर के काम यहाँ मेरो बाबा चाहिँ चाउरे हो नि त अब अरू प्राय लाउरे होइन दाजुभाइहरू उहाँलाई चाहिँ धेरै काम गरौँ धन सम्पत्ति कमाउँ लाग्ने बिचरा उहाँको मन पनि अर्काको घर जाने हो होइन मजाले काम गरोस् सिप सिकोस् लाग्ने उहाँको नराम्रो मन त होइन अनि मेरो साथी सबै मिल्दा पनि पैसा पुगेन क्या अनि 14 रुपियाँमा भर्ना भएको 1 रुपियाँ बाँकी राखेर भर्ना भएँ
अनि स्कुल जानु पाउँदा एकदम खुसी लाग्थ्यो। फेरि त्यो बेला चाहिँ चैतको बेला थियो, त्यो दिन फेरि मकै छर्ने थियो। हाम्रो मानापुम झ्याल भन्ने ठाउँमा मकै छर्नु पर्ने। अनि अब बाउले अब कहाँ गयो भने नि त अब म त चुपैचाप गएको स्कुल। अनि फर्केर आएँ त फेरि बाउले त त्यो के छ नि यत्रो त्यो खेतमा त कत्रो डल्लो निस्किन्छ कहाँ गइस् भनेर यत्रो डल्लो त यताभरि उफ्रिन्छ। म कोडालु खनिरहेको छु है यसरी खनिरहेको छु उफ्रिन्छ। अनि मान्छे त ज्याग्दारै हो कि। अनि बाउले जति कुटे पनि नटेरेर स्कुल गएको। ओके, अघि तपाईँले साथीको नाम लाइक 5 कक्षामा पढ्थे साथी भन्नुभएको थियो नि, उहाँको नाम भन्न चाहनुहुन्छ? साथीहरू तपाईँको त्यो बेलाको सम्झिन चाहनुहुन्छ? उसको नाम चाहिँ बिमला। हजुर। अहिले चाहिँ उसले चाहिँ स्टाफ नर्स पढेर ग्रेजुएट गरेर खै के गर्दैछ हो थाहा छैन। त्यस्तो बोलेको त छैन। मेन बोल्ने चाहिँ ऊ हो भर्ना गर्नुलाई पनि। अनि अर्को मन्जु भन्ने मेरो साथी थियो, पैसा 7 रुपियाँ, उसकोमा चाहिँ 7 रुपियाँ थियो पैसा होइन। म बिमला र मेरोमा चाहिँ थोरै थियो। अनि 14 रुपियाँमा भर्ना गरेको। अनि त्यही बेला त्यो जो मास्टर पनि भरत भन्थ्यो, छेत्री थियो होइन। उसले तिमी हो उसको प्यारेन्ट, तिमी हो उसको के अरे प्यारेन्ट त होइन, अभिभावक तिमी हो भन्थे क्या। अनि उसले चाहिँ बोलिदिएर नेपाली नै बोल्न नजान्ने नि त म चाहिँ, उनीहरू चाहिँ जान्ने। अनि त्यही भएर उसले बोलिदिएर भन्न भएको थियो क्या। हजुर। तर पनि परोक्ष शिक्षा पढेर पनि यति तगडा हुनुहुन्छ नि त बोल्नको लागि होइन, दब्बेर बस्नु भएको छैन। कति दब्बेका नारीहरूको लागि बोलिदिनु भएको छ तपाईँले। हजुर। पछि पढेँ हल्का फुल्का, तर घामडै थिएँ, स्कुलतिर उपद्रो गर्थेँ। अनि मलाई अनुशासनमा चाहिँ अलिक तल राख्नुहुन्थ्यो। भनेपछि त अनुशासनमा चाहिँ अवार्ड पाउनुहुन्थ्यो होला। अलिकति त्यो अब गीत गाउने, कराउने, किताबहरू बजाउने गरिन्थ्यो। त्यहाँ पङ्खुमा स्कुल थियो 5 कक्षासम्म। अब अफिस यहाँ हुने, हाम्रो अब 5 कक्षा यहाँ हुने। अब त्यहाँ हल्ला गरेपछि त नोट गर्ने मलाई कि, नोट गरेर अब हामी त पिट्ने बानी हुन्छ, दिनुहुन्थ्यो होइन। कहिले त फराकमा भुर्लुप्पै भन्थ्यो, अन्त दिनुहुन्थ्यो मलाई त, कुट्नुहुन्थ्यो। त्यही त भिनाजुल त पढ्नु होला। म अलिकति सजिलो भयो। हजुर हजुर, यस्तो भयो। अब उसको मैले सुन्दाखेरि उसलाई चाहिँ मजाले पनि भन्छु, चट्टान फोरेर हुर्केको मान्छे भन्छु म। ऊ पापाको इच्छा विरुद्ध पनि गएर स्कुल पढ्यो जबरजस्ती। उसँग त्यो एउटा इच्छा शक्ति थियो होइन। अनि म चाहिँ भन्छु उसले त्यो मौका नपाए पनि आफैले मौका खोज्यो। म चाहिँ त्यो अर्थमा अलिक भाग्यमानी छु। बाबा गाउँको एउटा सानो नेता जस्तो, अनि दाइ आफ्नै टिचर गर्दाखेरि म चाहिँ सानीबाट पढेँ। मेरो पढाइ पनि राम्रो थियो एकदमै। त्यो चाहिँ मलाई खुसी लाग्छ, एउटा भाग्यमानी। हजुर हजुर। भनेपछि अब तपाईँ त पढेको पनि, शिक्षित पनि, अनि हेर्दा पनि लाइक लाउरे नहुँदैन लाउरे जस्तो देखिने हुन्थ्यो होला आफ्नो एजमा है। भनेपछि त केटीहरूको लाइन थियो होला त्यो बेलामा होइन। त्योभन्दा पनि एकछिन दिदीलाई चाहिँ साइडमा राखेर। हजुर होइन, यस्तो छ, म चाहिँ विशेष गरी पढाइमा नै अलिक फोकस थिएँ। हजुर। पछि मेरो एउटा टाइमिङ चाहिँ प्रायः मेरो अरू टाइमिङ चाहिँ म प्रायः भलिबलहरू खेलेर, फुटबल खेलेर त्यसरी बिताउँथेँ स्पोर्टमा। गर्दाखेरि प्रायः जस्तो म पढाइमै फोकस थिएँ। अनि एउटा त्यो लहर होला, म सानै बच्चाबाट चाहिँ एउटा के चाहिँ मेरो सोचाइ थियो भने होइन म पनि लाउरे चाहिँ बन्नुपर्छ होला, लाउरे बन्छु। त्यो किनभने त्यो इन्भाइरोमेन्टै त्यो थियो कि त्यो बेला, त्यो लाउरेको माहौल, त्यो लाउरेहरूको क्रेज एउटा हुन्छ नि, गर्दा सानैबाट आफूलाई चाहिँ होइन म पनि पछि बढेर चाहिँ लाउरे बन्नुपर्छ है त्यो हुन्थ्यो। त्यसलाई पनि पढ्नुपर्छ भन्ने फिल हुन्थ्यो। अनि एक टाइपले म चाहिँ एउटा अनुशासित विद्यार्थी नै थिएँ। धेरै जसो प्रायः स्कुलमा प्रथम नै हुन्थेँ म। त्यो भाग्यमानी मान्छु आफैलाई। अनि अरू बेला चाहिँ भलिबल खेल्ने, दायाँ बायाँ गर्ने गर्दाखेरि एउटा रमाइलो बाल्यकाल भन्छु म। हजुर हजुर हो नि। अब फर्स्ट बय भनेको त होइन सबैको आँखामा राखिन्छ नि त, फर्स्ट बयलाई त होइन आँखामा राखेर नभिजाउने टाइपको हुन्छ नि त त्यो बेलामा। हजुर, अघि सुबिनाले भने जस्तो एउटा मेरो भाग्यमानी चाहिँ के छ भने त्यो बेला कतिले होमवर्क नगरेर पिटाइ खान्थ्यो, कतिले प्रश्नको उत्तर नजानेर पिटाइ खाने। तर मेरो राम्रो पक्ष चाहिँ के छ भने मलाई थाहा छैन टिचरले मलाई एकचोटि पिटेको पनि, किनभने जहिले पनि होमवर्क टाइममा गर्ने, जर्मिन प्रथम हुने त्यो टाइपको थियो। अनि त्यसले चाहिँ एउटा हौसला पनि मिल्दो रहेछ। त्यो छ गर्दाखेरि एउटा राम्रो मौका पाएँ भन्छु म चाहिँ। आज चाहिँ अब यसरी तपाईँहरूको कपाल मेरो अब पहिलो पोडकास्टमा चाहिँ तपाईँलाई यसरी अब हाम्रो भलाकुसारी गफगाफ गर्न पाउँदा चाहिँ म आफूलाई नै अत्यन्त भाग्यमानी महसुस गरेको छु र कार्यक्रम पनि आई थिङ्क सभ्य र भव्य रूपमा सफल भएको नै महसुस गर्दैछु। सो अब लभ स्टोरी जाऊँ न त। हजुरको भेट कसरी भयो होला सुनाउँ न। प्रस्ताव दिदीले राख्नुभयो कि हजुरले?
यो चाहिँ कसरी भेट भयो यो चाहिँ ऊ भेनालाई सोध त हो ल यो ठ्याक्कै यस्तो छ हजुर यो माथिबाट लेखेको हुनुपर्छ भन्नेमा पनि विशेष गर्नुपर्छ होला हजुर हजुर कतिपयले भन्थ्यो यो म भर्ती भिन्ने क्रमसँग जोड्छु हामी वारिपारी भए पनि मैले साँच्चै उसलाई देखेको थिइनँ हजुर भर्ती भिन्ने क्रममा म पोखरा 1-2 चोटि आएँ हजुर त्यसपछि म प्रायः अब एसएलसी पास गरिसकेपछि म काठमाडौँमै बसेर पढिरहेको थिएँ क्याम्पस अनि दाइहरूले चाहिँ अब यसलाई चाहिँ गाउँ पठाऊँ यो यहाँ बसेर चाहिँ हामीले के अरे काठमाडौँ मात्रै बसेर पढेर भएन यसलाई यसको फिटनेस अलिक कमजोरी हुन्छ गर्दा यसलाई चाहिँ गाउँमा पठाऊँ भन्ने निर्णय गर्नुभएछ त्यसपछि म त्यो गाउँमा बस्दाखेरि 1 साल बस्दाखेरि उसलाई म सायद त्यो हाम्रो राईहरूको चाहिँ न्वागी भन्ने हुन्छ त्यो न्वागीमा जाँदाखेरि त्यो बेला पहिलोचोटि देखेँ सायद त्यो लेखेको होला अनि ठ्याक्कै मेरो आँखा गयो कि मेरो नजर गयो त्यो छोरी मान्छेहरू सायद 10-12 जनाको ग्रुप हुनुहुन्थ्यो उहाँहरू तर मेरो नजर चाहिँ उतिरै गयो अनि मैले साथीहरूलाई को त्यो यताउता हल्का त्यहाँबाट हो मेरो चाहिँ यो चाहिँ उसलाई देख्न साथ मलाई किन एकदम त्यो मोहनी लागे जस्तो भयो भन्छु म चाहिँ हजुर 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 उहाँ त्यस्तै नै हुनुहुन्छ हाम्रो दिदी चाहिँ कि कसो पारा दिदी बिचमा दिनुपर्छ कि होइन यस्तो हो क्या अब के भन्नु थाहा हुन्छ नि त अब यो केटाले चाहिँ अलिकति दिइरहेछ है भने चाहिँ अगाडि अर्को घरमा हामी कार्यक्रमहरू गर्थ्यौँ हाम्रो पनि यो सानो कार्यक्रमहरू गर्थ्यौँ क्या हाम्रो गाउँमा उनीहरूकोमा नि थियो त्यो सानो संस्कृति कार्यक्रमहरू गर्ने हुन्छ नि त अनि अगाडिदेखि नजर लागिरहेको छ क्या फेरि म चाहिँ कस्तो भने म त्यो लुकाउनु छुपाउनु जान्दैन मैले बोल्दाखेरि चाहिँ स्ट्रेट हो मलाई त त्यो अहिले त जेठाजुहरू पढ्नुभयो त्यो बेला त गाली त कति खानु भयो होइन अनि पछि लप परेर दाजुहरूले नि भन्थ्यो अरे त्यसलाई त सम्हाल्न सक्दैन त्यो साह्रै मुख बजाउँछ बिहा नगर भन्थ्यो अरे उसलाई तर उसले होइन पट्याउने चाहिँ निकै गाह्रै हुने मान्छे हो म तर ऊ चाहिँ पछि चाहिँ मा कसमलाई त्यो यस्तो लागेको नि ऊ पछि लाग्यो हो कि अनि मेरो चाहिँ के मन पर्यो ठ्याक्कै अनि उ त्यो बेला अब तपाईँको के मन पर्न अब उसको चाहिँ भेनाको चाहिँ म के मन परेको भने उसको बोली होइन बोली मिठो छ केटाको होइन अनि फेरि उनीहरूको चाहिँ नाम चलेको कि गाउँमा अहिले पनि सबैले मान्ने गर्ने जहाँ चाहिँ उहाँको दाइहरू ऊ चाहिँ कान्छा हो भने जेठा दाइ पुष्पा दाइ हुनुहुन्छ होइन सबैले मान्ने होइन एकदम इमान्दारी अनि पढाइमा राम्रो होइन त्यही भएर सबैले सुन्दाखेरि नै सबैले प्राउड गर्ने कि ओहो वा पुष्पाहरू जस्तो हुनुपर्छ होइन पुष्पाको भाइहरू यस्तो त्यस्तो भन्दा चाहिँ यतिकोले आँटिरहेछ आँटोस् न त होइन तर पनि भाउ चाहिँ दिइन निकै नै तर पनि पछि लागेपछि चाहिँ अब यतिकोले चाहिँ होस् जस ऊ जस्तो नपाएको भए चाहिँ अहिलेसम्म मेरो करङ चाहिँ निकै भत्किन्थ्यो अनि यति अब सुरक्षित हुन्छु होइन भनेर चाहिँ थाना अब होइन नटेरे जस्तो गर्दै होइन म पनि माया गर्न थालेँ कि उसलाई हर्की देखाउँदै अनि अब भर्ती चाहिँ लाग्छ लाग्दैन अब त्यो त ऊ थिएन उसलाई चाहिँ भर्ती लाग्छु भन्ने थियो त्यो बेला मलाई चाहिँ भर्ती नलागे पनि यस्तो मास्टर सास्टर गरेर पनि पाल्छ त्यो चाहिँ मलाई ऊ थियो क्या कन्फिडेन्ट थियो जस भर्ती लागेर लागेपछि बिहा भएको बल्ल नै पहिला चाहिँ यो मगाउने जस्तो भनौँ न मगाउने होइन हौ हामी हिँडेको भन्नु नि केही लुकाउन खोज्नु हुँदैछ है हिँडेको हामी भागेको पैसा न सोइसा धरान गएको हामी भागेको पहिला जाने भन्ने त पहिला त होइन हो नि पहिलोचोटि गाडी चढेको म त छाड्दा बिहोस भएको ऊ चाहिँ रमाउँदै हिँडेको भनेपछि कति महिना वर्ष कति लभ पर्यो लभ जस्तो त होला नि अब अलिअलि एकअर्का मन पारेपछि हजुर त्यस्तै 1.5 वर्ष हजुर 1 साल वरिपरि भनौँ न ए हजुर त्यो बेला कस्तो थियो भने एउटा मलाई अनौठो उचित लाग्छ म त्यो बेला फुर्सदी हुन्थेँ अनि ऊ पढेको स्कुलमा जान्थेँ मेरो साथीहरू टिचर हुनुहुन्थ्यो धेरै जसो म उसको क्लासमा पनि त्यही बहाना बनाएर पढाउने बहाना बनाएर उसलाई भेट्न जान्थेँ त्योहरू याद छ होइन लु ढाट्नु भयो पढाउने बहाना चाहिँ होइन है आएर थप केही बस्ने छेउमा अनि सबै केटीहरू भएको थियो
त्यो भन होइन त्यो चाहिँ यस्तो त्यो क्लासरुममा त्यो बेला कस्तो थियो भने त्यो छोरी मान्छेको मात्रै बेन्चमा बस्ने डेस्कमा टेबलमा छोरा मान्छेहरू आयो भने चाहिँ भाग्ने म चाहिँ गएपछि उसको छेउमा बस्थेँ उसको अरू साथीहरू चाहिँ भाग्ने त्यसपछि लजाएर त्यो भनेको तिमीले त्यो बेला अनि थिएन नि त नि हामी त अनि त्यही परतिर ओरतिर पनि के अरे चिठी सारासार गर्थ्यौँ भेट्दा चाहिँ त्यो अर्गानिक लभ भन्छु म त त्यो अर्गानिक लभ त्यो बेला त्यो चिठीको पर्खाइ कुराई त्यो शब्दहरूको फुराई ऊ चाहिँ अलिक साहित्यिक थियो है उसको अलिक साहित्यिक उसको अक्षर फेरि एकदमै राम्रो है मेरो चाहिँ अक्षर नराम्रो उसले चाहिँ त्यो उसलाई चाहिँ नपढेको भन्न मिल्दैन कस्तो भने ऊ चाहिँ एकदमै किन कि उसको त्यो साहित्यहरू शब्द बोल्ने उसको त्यो अक्षरहरूदेखि हेर्दाखेरि होइन म चाहिँ हो त्यही भन्छु कि आज जान्छ एउटा शब्द दिदी भेट्नको लागि होइन त्यो पुरानो शब्द अब त्यो बेलाको त नभनौँ होला अहिले त सबै बिर्सिसक्यो आमा त्यो बेलाको त हाम्रो त सिरानमा प्रिय हुन्थ्यो होइन ठ्याक्क अनि तल राखेर त आमा कुरै नगरौँ नि भाइ अब आकाशभन्दा फराकिलो समुद्रभन्दा गहिरो होइन ओहो के लेखिन्थ्यो त्यो तिनीहरू याद छ अनि अब त्यही त नि के अरे अविरल माया के पो थियो त हौ त्यो बेला अविरल अझै पनि छ त माया निरन्तर छ तर अब व्यवहार कुराहरूले निकै अब सताउँदै गएपछि कति कुरा त्यो साहित्यिकहरू त कहाँ पुगिसक्यो भाइ अहिले त धेरै भएछ लेख्न छोडेको पनि हात पो काम्ता त लेख्दा पनि कहिले अब लेखिराख्नु पर्ने रहेछ त्यो लेख्दा चाहिँ त्यो लभ पर्दाखेरि कुनै चिजहरू भेटेर गिफ्ट दिनुभएको याद छ दिनुभएको थियो कि नै के दिन्छ नि ऊ चाहिँ के अरे म चाहिँ उता मङ्गलबारे बजार लाग्थ्यो अनि त्यहाँ चाहिँ बिचरा पैसा हुँदैन थियो होला ऊ बहिनीहरूतिर मागेर आउँथेछ हिरो भएर मोमो खुवाउनुलाई के 10 रुपियाँ प्लेट थियो त्यो बेला बिचरा 2 प्लेट मोमो मागेर हिरो भएर खुट्टा हल्लाउँदै बस्थ्यो मलाई चाहिँ अब दियोस् है खानै पर्छ भन्ने छैन यो केटाहरूलाई चाहिँ कस्तो हुँदा अरूलाई चाहिँ को नि मेरो बुढालाई चाहिँ जसरी हुन्छ नि अलिकति दिम होइन अब हुने खाने पल्टी पनि लाग्दो रहेछ क्या तर मलाई चाहिँ त्यो कुराले इम्प्रेस हुने मान्छे होइन क्या मलाई अलरेडी थाहा छ त दुःख के हो होइन पैसा कसरी आउँछ पैसा धेरै मुस्किलले आउँछ भने मलाई थाहा छ नि त होइन अब हुनेवाला मेरो बुढा नै हो भनेपछि त उसले त्यो गर्ने जरुरी नै छैन क्या त्यो लाग्ने उसले चाहिँ अब जति त्यो खानेकुरा चाहिँ हुन्छ नि हिरो भएर दिन्थ्यो कहिलेकाहीँ साथी के हाँस्नु याद छ दिदीले दिएको केही दिनुभएको थियो होइन विशेष गरी मलाई एउटा त्योभन्दा पनि के चाहिँ याद छ भने त्यो उसले एउटा रुमाल पठाए जस्तो लाग्छ मलाई त्यो असाध्यै आफूलाई हुन्छ नि एकदमै त्यो प्यारो लाग्ने कि त्यो रुमाल भन्दा नि त्यो मायाको चिनो जुन हुन्छ नि त्यो असाध्यै प्यारो लागेको छ मलाई हजुर अनि त्यो बेला त लाइक अब रुमाल दियो भने त माया प्रेम छुट्छ अनि तारा तारा भइन्छ भन्ने सुनेको थिएँ हजुर त झन् सक्सेस त भयो हजुरको लागि उता है होइन त्यो यस्तो कतिपय कुराहरू त्यो हुन त हाम्रो आफ्नो के भन्छ कथनहरू छँदैछन् हजुर तापनि हाम्रो चाहिँ के भइदियो वास्तवमा यस्तो त्यो फर्स्ट साइड लभ त्यसपछि चाहिँ म चाहिँ माया घटेको थाहा छैन अझै बढेको मलाई चाहिँ त्यो फिलिङ भइरहेको छ अझै न्युली म्यारिज जस्तो फिलिङ भइरहेको छ मलाई त लेखन्तमा लेखेपछि नमेटिँदो रहेछ भन्छ नि त होइन जतिसुकै होइन मेरो अगाडि पनि अरू थियो होला होइन उसको अगाडि पनि थियो होला तर त्यो हुन्छ नि टाढा जाओस् भनेर नहुने के होइन आफ्नो भागमा छ भने कति रिलेसनमा बसेर छुटेको पनि छ नि त खै अब छुटौँ भनेको छुटेन एक नारी ब्रह्मचारी हजुर अब त्यही त यो कुरा गरिराख्दाखेरि अब भेना हजुर चाहिँ भर्ती कुन साल हुनुभएको म चाहिँ इन्टेक 04 हो गर्दाखेरि हाम्रो डिसेम्बर 2003 मा चाहिँ इन्लिस्टमेन्ट भयो हजुर इन्टेक चाहिँ 04 मा कुन पल्टनमा सुरुमा चाहिँ म गोर्खाली यो क्विन्स ओन गोर्खा लोजिस्टिक रेजिमेन्टमा त्यहाँ चाहिँ 10 वर्ष गरेँ मैले त्यसपछि म चाहिँ अलिक ट्रान्सफरी भएर यो वाइडर आर्मी रिमीमा छु अहिले चाहिँ म हजुर त्यसपछि त अब लाइक अब पहिला भनिन्थ्यो नि त ब्रिटिसको लाउरे भनेपछि त गाउँघरमा त छोरी दिने निकै चलन हुन्थ्यो नि त होइन कतिको
आफूले सहनु पर्यो त्यो चाहिँ सत्य सत्य बताओ है मनुवा सत्य सत्य होइन त्यो भन्दा नि मैले अघि भनिसकेँ हामी पहिल्यै भागिसकेको अवस्था थियो भर्ती नभइकन नै होइन त्यसपछि त्यो चाहिँ साथै अरूले मौका गुमायो त्यो त्यसमा चाहिँ होइन अब विवाह गरिसके पनि होइन अब लाउरे भनेपछि अझै कति पछि लाग्छ नि त बाहिर पनि थियो कि भन्ने कुरा होइन त्यो चाहिँ मैले होइन कस्तो भने त्यो कहिले पनि त्यो त्यस्तो अवस्था आएन म चाहिँ त्यो भन्छु किनभने म जहिले पनि उसलाई नै सम्झिबस्थेँ उसकै उसमा थिएँ म होइन ऊ पनि त्यस्तै थियो उसले भने जस्तो त्यो एउटा लेखान त एउटा विडम्बना चाहिँ के थियो भने अब त्यसरी दूरी टाढो हुन्थ्यो हाम्रो तर मन अझै बलियो अझै नजिक त्यो छ गर्दाखेरि अझै माया चाहिँ गाढा भयो जस्तो महसुस हुन्थ्यो मलाई चाहिँ दिदीले केही फरक पाउनु भएको थियो त्यो बेलामा बिना चाहिँ भर्ती भइसकेपछि पहिला गर्ने माया र त्यो पछिको मायामा भर्ती भएपछि पहिलाको माया र टाढा भएपछि चाहिँ पछि छुट्टी आउँदा म चाहिँ किनकि बेबीसँग होइन व्यवहार गर्नु पर्थ्यो घरको कान्छी बुहारी अनि त्यही माथि जिम्मेवारी थियो म चाहिँ त्यो बेला पनि उलाउरे भएपछि बिहान नानी चाहिँ सुतिरहन्थ्यो मेरो ठुलो नानी सुत्दाखेरि माथि उनीहरूको चाहिँ घरबारी चाहिँ धेरै टाढा छ अनि त्यो घाम आउँदा चाहिँ एक भारी घाँस ल्याउँथ्यो कि नानी उठ्दाखेरि घाँस ल्याइसक्थ्यो कि रातभरि अनि त्यो नानी पछाडि बोकेर पनि त्यो जाँड रक्सी बनाउने गर्थेँ अनि त्यति धेरै नै उसको याद आउने त्यस्तो चाहिँ भएन अनि ऊ फर्केर आएपछि उसले चाहिँ खुब माया गरेको होला अब ठिकै त हो नि लाग्यो यसमा म थोरै जोड्न चाहन्छु होइन यस्तो हुँदो रहेछ म चाहिँ त्यो मनभरि त्यो रहर बोकेर गएँ पहिलो छुट्टी मलाई त्यो याद छ कस्तो चाहिँ हुँदो रहेछ भने अब सुबिना चाहिँ एउटा के चाहिँ छ भने उसमा चाहिँ एकदम त्यो म्याचुरिटी अनि एकदमै ऊ चाहिँ व्यावहारिक के घरको काममा एकदम लागु परिरहने होइन सबभन्दा बढी प्रायोरिटी चाहिँ घरमा सबै व्यवहार हुनु पऱ्यो राम्रो हुनु पऱ्यो उसको भनाइ थियो मेरो चाहिँ रहर डुली हिँड्ने उसँग बसेर कतै डुलौँला घुमौँला खामला रमाउँला मेरो चाहिँ त्यो मात्रै तर ऊ चाहिँ एकदम व्यावहारिक पाएँ कि अनि म चाहिँ सुरुमा त्यो लभ परे पनि हामी चाहिँ अब सँगै बस्ने मौका त्यही साह्रो पाएको थिएनौँ नि होइन तर त्यो बुझ्दाखेरि मलाई एक प्रकारले चाहिँ क्वेसन आउँथ्यो कि ओहो होइन सुबिनाले मलाई समय दिँदैन कि हो ऊ त घरमा मात्रै व्यस्त हुन्छ होइन तर वास्तवमा त्यो पछि मैले बुझेँ कि होइन ऊ चाहिँ एकदम व्यावहारिक कि म चाहिँ भएँ अलिक बच्चा जस्तो मलाई चाहिँ रोमान्स गर्नुपर्ने रमाइलो गर्नुपर्ने घुम्न जानुपर्ने डुल्नुपर्ने त्यस्तो तर ऊ चाहिँ एकदमै व्यावहारिक अनि म भित्रभित्रै खुसी भएँ होइन सुबिनाको मैले नदेखेको पार्ट यो रहेछ एकदम व्यावहारिक अनि म चाहिँ आफूलाई एकदमै लक्की होइन भाग्यमानी फिल गरेँ अझै त्यो छ हजुर दिदीलाई चाहिँ अब भिना चाहिँ पहिलो छुट्टी नेपाल जाँदाखेरि कति दिनुभएको थियो पैसा याद छ पहिलो कमाइ 10,000 10,000 बाबालाई नै दिन्थ्यो उसले बाबालाई अनि पहिला त साइला दाईलाई पठाउँथ्यो उसले अनि त्यहाँबाट चाहिने अनि कति दिन्छ भनेको 10,000 दिइरहेको थियो क्या अनि त्यो 10,000को पनि मलाई त्यो बेला 10,000 तोला सुन्थ्यो अनि सुन लगाइदिएको ससुरा बुहारी सुन झुन्डाइहालेछ यो पनि धेरै बुढाको ला भनेर खै कति हजार दिनुभएको थियो पछि उसले ल्याएको अनि मलाई उसले त्यसरी पैसा ल्याएर खनखनी चाहिँ दिएन मलाई अनि पछि त यसो उसको उतिर भएको त उसले नचल्ला नि नभन्ने उता नभन्ने तर जो व्यवहारहरू चाहिँ उसले साइला दाई होइन दाईहरूसँगै गर्नुहुन्थ्यो अनि यता बाबालाई होइन बाबाले गर्नुहुन्थ्यो नि घरमा पनि ऋण ल्याउने के गर्ने होइन अनि बाबालाई नै गर्नुहुन्थ्यो अनि हामी ससुरा बुहारी मिलेर नै घर चाहिँ चलाउँथ्यौँ सासु ससुराको काममा प्यारो थिएँ अनि उसको केही नलाग्ने नि अब उसलाई चाहिँ के भन्छ नि यसो मेलोतिर काममा गएको छ भने पनि छिटो जाउँ भने हिँड्ने क्या अनि एक दिन त ससुराले कम्ता कराएन कम्ता रमाइलो लागेन तँलाई दुनियाँमा नभएको लाउरे त ऊ कानुको बाउ त्यहाँ परतिर यहीँको लाउरे हुनुहुन्छ होइन उहाँको छोराछोरी नि यहाँ हुनुहुन्छ होइन कानुको बाउ लाउरे तेरो साइला बाउ लाउरे त मलाई काम नगर्ने कराइदिनु भएको मजा आएको मलाई त्यो चाहिँ यस्तो छ मैले अघि त्यो भनेको प्रसङ्ग मिल्यो चाहिँ कस्तो भने ऊ चाहिँ व्यवहार घरको कामको सिलसिलामा चाहिँ कुदिबस्ने मलाई चाहिँ डुल्नुपर्ने रमाइलो गर्नुपर्ने त्यो उसमा चाहिँ
सासू बुहारी पो एकतिर के अरे ससुर बुहारी एकतिर म अर्कोतिर परेँ त्यो छ अलि के अरे मेरो ससुरा नि बाठो हुनुहुन्थ्यो नाम लिन चाहनुहुन्छ ससुराको रत्ना राई हो रत्नबहादुर राई होइन बितेर जानुभयो मेरो ससुरा सासू आमा चाहिँ हुनुहुन्छ उहाँ नि खत्रै हो नि के अरे अब पहिलाको तमासुक लेख्ने मान्छेहरू भनेको त होला होइन होइन होला होइन नि गर्न सक्ने मान्छे हो नि त उहाँ नि कडै हो सबैले डराउने हो तर डराउनु लाउँछु भन्नुभएको थियो पहिला चाहिँ यो कुरा पछाडि चाहिँ अगाडि चाहिँ आफै पुच्छर लागेर आएको भनेर कराउनुहुन्थ्यो क्या पुच्छर लगाएर आएको भनेर कराउनु पुच्छर लगाएर त आएको नि छोराले ल्याए आयो त नि अब मुख सिधै हो के डङ्क डङ्क दिएपछि पछि चाहिँ बिचरा मेरो ससुरलाई नसकिने गाँठे मूर्खको औषधि हुँदैन भन्थ्यो भनेर पछि चाहिँ अनि सबै काम प्यारो भयो भएपछि चाहिँ एट्याच एउटा हुन्छ नि भएपछि चाहिँ उहाँ चाहिँ त्यस्तो मैले गल्ती अब आफै आएको भनेर कराएछु अलिक मेरो गल्ती होइन त्यस्तो नि महसुस गर्नुभएको थियो युके आउने भन्दा नि आउनु दिनु भएको थिएन अनि आएको अब उसले नलाई नआउने भयो नछोड्ने भयो अनि आएँ यसमा थोरै बोले त्यही त अब उसको चाहिँ कस्तो भने उसलाई चाहिँ सबैले प्यारो गर्ने त्यो गाउँमा आमा वर्ग सबैले चाहिँ एकदमै बुहारी एकदम व्यवहारिक अनि बाबा अघि उसले भने जस्तो बाबा एकदमै राम्रो मान्छे समस्यामा लागि पर्नुहुन्थ्यो तर उहाँको कमजोरी भने चाहिँ अलिकति खानुपर्ने के त्यो थियो अनि हामीले सम्झाउँथ्यौँ बाबा तपाईँ खानु हुँदैन है तर बाबाको चाहिँ कुरा गर्नुपर्दा यस्तो छ मेरो बाबा चाहिँ एउटा त्यस्तो सोच्नु भएको थियो कि मेरो छोरालाई मैले पढाउनु पर्छ अनि अघि सुबिनाले जोडेको कुरामा थोरै गएँ हाम्रो चाहिँ त्यो बेला 5 भाइ एसएलसी पास त्यो सायद त्यो एरियामा वरिपरि हामी पहिलोचोटि होला त्यो बेला चाहिँ एसएलसी भनेको चाहिँ तपाईँको आइरन गेट के एकदमै हुन्छ नि एसएलसी पास गरेपछि त्यो 7 गाउँले थाहा पाउने उहाँको त्यो थियो एम त्यो एम पुरा भयो अनि त्यसपछि त्यो खुसियालमै पनि खाने उहाँ तर हामीले चाहिँ नखानु बाबा भन्दा हामीलाई उहाँले खासै मान्नुहुन्न थियो कान्छी बुहारी आएपछि ठक्क उहाँ कान्छी बुहारीले जे भन्नुहुन्छ त्यो मान्ने किनभने कान्छी बुहारी एकदम सत्यमा छ नि त होइन त्यो लाग्यो प्लस उहाँहरूको त्यो एट्याच बना कि मैले उसलाई युके ल्याउन खोज्दा पनि बाबाले चाहिँ होइन त मात्रै जा न त किन मेरो बुहारी लानु पऱ्यो तैँले उता कान्छी बुहारी यहीँ बस्छ मसँगै त जा भन्ने टाइपको एकदमै त्यो नजिकपना समीपपना त्यो भन्न खोजेको उसले चाहिँ सबैको मन जित्ने एकदमै कामले व्यवहारले त्यो छ उसको चाहिँ त्यही त अब बाजेहरूको पालोमा त भर्ती हुनु अलिकति सहज हुन्थ्यो नि त हजुरलाई चाहिँ कति गाह्रो भयो कति फेस गर्नु पऱ्यो त्यो डिफिकल्टिजहरू होइन मलाई एक प्रकारले सजिलो पनि भन्छु एक प्रकारले गाह्रो पनि भन्छु प्लस यो भाग्यलाई पनि भाग्यले पनि साथ दियो भन्छु त्यो बेला भन्नुहुन्थ्यो कि कतिपयले अरे यसको त सिङ उम्रिसक्यो के हो जीवनको यो भर्ती लाउन सक्दैन यसको सिङ भाँच्ने कोही चाहियो है अब त्यसको लकले साथ दिने कोही चाहियो भनेपछि म चाहिँ मेरो लक्की जाम सुबिना नै भन्छु किनभने मैले अघि भनिसकेँ 2 चोटि म पोखरा पुगिसकेको थिएँ त्योभन्दा अगाडि त्यो 1 सालमा गाउँ डुल्दाखेरि उसँग जुन मेरो भेट भयो उसँग मेरो जुन प्रेम बस्यो तत्पश्चात चाहिँ म सजिलैले भर्ती भएँ एक प्रकारले प्लस यस्तो पनि थियो मलाई त्यो एउटा इनर्जी पनि मिल्थ्यो कि सुबिना भएपछि मलाई एउटा त्यो आफूलाई साथ दिने आफूलाई माया गर्ने मान्छे पाएपछि त्यो आफूलाई त्यो भित्र इनर्जी पनि मिल्दो रहेछ त्यो पनि भन्छु म गर्दा क्रेडिट चाहिँ म उसलाई दिन्छु म गर्दाखेरि साँच्चै हो दिदी के भन्नुहुन्छ हजुर यसबारेमा खै अब कतिले त्यही भन्नुहुन्छ कतिले छोरा भाग्यमानी भन्छ कतिले आमा भाग्यमानी भन्छ अब उसको पनि अलिक यहाँ खोपडाभित्र अलिअलि दिमाग नभएको त लाग्दैन थियो होला सबै कुरा मिलेको होला भाइ हजुर हजुर समय भनेपछि अब त युके चाहिँ कति वर्षमा छिर्नुभयो दिदी चाहिँ कति वर्ष लिनुभयो भने हजुरले आज म 2008 मा आएको 2008 हजुर 2008 मा आयो म चाहिँ इन्टेक 04 भनेपछि हजुर हजुर चाँडो नै लाग्यो हजुर हजुर ओके सो अब हजुर त अझै कार्यरत हुनुहुन्छ नि त होइन हजुर आर्मीमा कार्यरत हुनुहुन्छ सो अब आर्मीहरूको त पल्टनहरू सरै हुन्छ नि त कहिले कहाँ अनि हजुरको त फ्यामिली कतिको गाह्रो भयो त्यो चाहिँ यस्तो छ त्यो अभियसली गाह्रो हुन्छ हजुर अब सुबिनाको काम सुबिनाको साथीभाइहरू मेरो आफ्नै पर्सनल हिसाबले त मलाई त सजिलै हुन्छ म जहाँ गए पनि एडप्ट भइहाल्छु साथीहरू हुन्छ होइन फेरि मिलिट्री ब्याकग्राउन्डमा अब क्याम्पमै काम गर्ने हो गर्दा सबै सजिलो भइहाल्छ मलाई अलिक पिर चाहिँ सुबिनाको थियो तर ऊ पनि त्यस्तो फरवर्ड भइदियो कि
उसले जहाँ पनि साथी बनाइहाल्ने, जहाँ पनि झुमिहाल्ने ऊ होइन, जहाँ पनि गएर फेरि भाग लिइहाल्ने सबै कुरामा, सबैको हाई हाई भनौँ न एक प्रकारले गर्दा चाहिँ त्यो मेरो सुरु 1-2 पटक सर्दाको पिरहरू चाहिँ सबै मेरो हटिसकेको थियो। अनि सुबिनाले थुप्रै अब प्रोग्रामहरू पनि गर्यो आफै, थुप्रै कुराहरू होइन, च्यारिटीदेखि लिएर अनेक कुराहरू ऊ चाहिँ जहाँ पनि घुम्लिन भइहाल्ने अनि अगाडि बढ्नुपर्छ भनिहाल्ने गर्दाखेरि एक प्रकारले हुन त म 9-10 ठाउँ सरेँ यो सिलसिलामा, तर जहाँ पनि एक प्रकारको रमाइलो नै भयो। के भन्नुहुन्छ हजुरले? यो सर्दाखेरि चाहिँ साह्रै गाह्रो हुने चाहिँ त्यो सामानहरू होइन प्याक गर्नु अरू त म त्यो को साथी पाउँछु होला के होला त्यो चाहिँ हुँदैन। मलाई काली नि गोरा नि जो भयो नि हुन्छ, बोल्ने हाँस्ने भयो हुन्छ। मेरो छिमेकी आजसम्म युकेमा हल्ला गर्नु हुँदैन भन्छ, त्यत्रो म्युजिक बजाएर बस्छु। अनि होइन कहिलेका त पर्छ, कहिलेका चाहिँ पर्ला जस्तो हुन्छ, अनि गार्डनमा निस्केर हिसाब किताब गरिहाल्ने हो, मिलिहाल्ने हो। किनकि अब नचिनेर त हो, मान्छे बोलेन भने त हो होइन, अब बोल्ने हो कि आन्द्रा भुँडी खोलिदिइहाल्ने हो। ऊ पनि नबोल्ने नि, म त जबरजस्ती कराइ बोलाउँछु नि, के छ हालखबर, ठिक छ यस्तो त्यस्तो होइन। बोलेपछि जति नबोल्ने मुडीहरू पनि राम्रै हुन्छ। आजसम्म चाहिँ त्यस्तो नराम्रो चाहिँ मैले होइन 10-11 ठाउँ यसलाई सरियो, त्यस्तो नराम्रो चाहिँ भेटे छैन। अब कतिको बच्चा रुने हुन्छ, हल्ला हुन्छ, कराउने हुन्छ, अब बुढाबुढी त हो जहाँ पनि बस्ने होइन, जुत्ने कराउने नि हुन्छ। म पनि अब त्यति कम्प्लेन गर्दिनँ। एकपटक चाहिँ हामीलाई चाहिँ कहाँ अरे क्याट्रिकमा चाहिँ हल्का थियो, छिमेकी रहेछ, यङहरू रहेछ 2जना, अनि चिठी झारे थियो। त्यो बेलुका चाहिँ मेरो बर्थडे थियो, अबेला चिठी झार्दो रहेछ। मेरो पालो रिस उठेर यति लामो अब उसलाई खेतालालाई लेखेर झार्दै अनि ठ्याक्कै चिठी झरे बित्तिकै तिनीहरू सानो छोरी थियो, तिनीहरूको पनि बाहिर निस्किन्छ, नयाँ आएको कि उनीहरू। अनि चाहिँ अब त्यही त हो नि, चिठी झारेछ मैले नि झारेँ। अनि के छ खबर, कहाँबाट आएको कस्तो भने मेरो बर्थडे थियो हिजो, त्यही भएर गोरा गोरेनी हो, त्यही भएर चिठी जाने जरुरी थिएन, नगर्दा हुन्छ। म चाहिँ एकदम इजी एन्ड नाइस छु होइन। अनि मलाई चाहिँ यस्तो फ्रेङ्कली मनपर्छ, यस्तो हुन्छ होइन। म यस्तो टाइपको मान्छे हो, म नेपालबाट आएको। तर नो म्याटर जस्तो मेरो छिमेकी छ, म त्यस्तै। कतिको तिमी बाँच्नु अनि झगडा गर्नु मन पराउने हो भनेको त हाँसेको के नै होइन, त्यस्तो होइन। अलिक अबेलै भएको थियो भने यस्तो भएको थियो भने त्यति हो। अनि त हामी त मिल्यौँ, केक बनाएको छ, कहिले ल्याइदिएको छ, हामी पनि के बनाउँदा दिने एकदम मिलेको थियौँ। छिमेकीसँग हामी जहाँ पनि मिलेका हुन्छौँ, मिल्नुपर्छ। धेरै थरीको छिमेकीहरू, कहिले गोरा, कहिले फिजी होइन, कहिले यतैको अफ्रिकन मान्छे। आफूले सबैलाई राम्रो देख्नुपर्छ, जानी राम्रै हुन्छ क्या। मलाई चाहिँ त्यो नबोली बस्ने मान्छे मन पर्दैन। अनि त्यही भएर बोलाएर त्यो बोल्ने बनाउँछु कि, ढुङ्गा नि बोल्छ होला हो, धेरै बोल्छु क्या म चाहिँ। छिमेकीहरू नि अब कहिलेका बाहिर निस्किँदा ढोकै समाउनु लाउँथेँ क्या। एउटा चाहिँ फिजी मेरो साथी थियो, हाम्रो छिमेकी थियो। अनि किन ढोका समाउँथेको भनेको अबेला हुँदो रहेछ कि ढोका समाउँथेँ क्या। ढिलो भयो भन्न त ल भाइ नेक्स्ट टाइम बोलौँ भाइ भन्थेँ। आजसम्म अद्भुत शक्ति, आजसम्म मैले नराम्रो मान्छे देखेकै छैन। तर अलिकति हुम्मा पर्ने मान्छे चाहिँ मलाई यही गाँठीले चाहिँ के नि म जस्तो न्यु खोला जस्तो होइन, यसलाई त बुझी हिँड्नु पर्यो लाग्छ। नत्र भने यो मान्छे नराम्रो कोही देखेको छुइनँ। नराम्रोलाई चाहिँ फेरि त्यो देखेकोलाई चाहिँ नराम्रो छ सिधै भनिदिने हो, यो सुधार्दै यो बानी चाहिँ सुधार्नुपर्छ है भनिदिइहाल्छु म त, डर लाग्दैन। यसमा थोरै बोल्न मन लाग्यो। उसले चाहिँ त्यो अफ्रिकनहरू, फिजियनहरू अरू सबैसँग साथी भइहाल्ने कि। अनि उसलाई चाहिँ त्यो छोरीको बर्थडे पार्टीतिर, छोराको हुन्छ नि कहाँ पार्टीतिर बोलाइहाल्ने उसलाई। अनि एक दिन गएको थियो, अनि मेरो चाहिँ क्युरियसपना चाहिँ कि खाना कस्तो थियो, के खायो तिमीले? अनि उसले चाहिँ आमामा भव्य सबै थियो। अनि मैले उसलाई भनेर चाहिँ तेरो साथीहरूलाई भन न, के अरे भन त हामीलाई पनि खाना बोलाओस्, अनि त्यो खानेकुराहरू गर्नु पर्ला भनेको। अनि त्यो दिनभरि म चाहिँ पुरा एक्सर्साइज गरेर पुरा आज चाहिँ दरो खानुपर्छ अब सुबिनाको साथीको भन्न गएको। त्यो साथी चाहिँ अलिकति त्यो फरक साथी हो। पहिलाको जहाँ म गएको नाइजेरियाको हो, अर्को भनेको घानाकोमा चाहिँ परेको। मेरो चाहिँ मनभरि त्यो पुरा लड्डु फुटाएर गइरहेको थियो कि आज चाहिँ किसिम खाने भयो भनेर।
अनि त्यो खानेकुरा हेर्दा जति खान्छु त्यति रिस उठेर म चाहिँ त्यहाँबाट हिँडेको मलाई त्यही याद छ कि हटाउनु याद थियो होइन अनि म सरी मेरो काम छ भनेर म हिँडेँ तिमी चाहिँ पछिसम्म बसेर आयो होइन उसले सुबिनाले चाहिँ फेरि त्यो उनीहरूको बच्चाहरू पनि साह्रै झेमिने कि त्यो चाहिँ कसरी हो आन्टी आन्टी भनेर उसलाई किस खाएको छ बसेको छ उसको चाहिँ उसमा चाहिँ त्यो छ है सुबिनाको साँच्चै त्यो मेरोमा छैन उसको त्यो अनौठो एउटा ऊ नै छ एउटा इनर्जी के उसको उनीहरूको छोरा छोरीहरू सबै झुमेको छ उसँग आन्टी भनेको छ खेलेको छ किस खाएको छ मनौठो लाग्थ्यो मलाई त्यो सुबिनाको एउटा यो होइन म त्यो आफ्नै बुढीको तारिफ उ गरे जस्तो हुन्छ तर म चाहिँ साँच्चै कहिलेकाहीँ छक्कै पर्छु कि अरे सुबिनामा समथिङ छ है त्यो फिल हुन्छ म आफूले अनि हजुर कि जेलेसीको कुरा पो गर्न आँटेको ओहो होइन त्यो पनि निकाल्ने हो र ल सुनौँ न त्यो त यस्तो जेलेसीको ल त्यो मायामा त्यो जेलसपना त्यो म चाहिँ एकदम यो प्राकृतिक कुरामा विश्वास गर्छु उसले त्यो तपाईँले अघि भने जस्तो हामी सरी बस्यौँ तर उसले काम जहाँ पनि गरिहाल्ने जहाँ पनि पाइहाल्ने एकदमै त्यो उसले हाँसेरै जित्ने बोलेर खुलेर अनि त्यो हाम्रो अब त्यो आर्मी क्याम्पभित्र काम गर्दाखेरि त्यो भर्खरको केटाहरूलाई उसलाई पुरा मन पर्दो रहेछ कि गोराहरूले नि अनि हुरुक्कै जाँदो रहेछ फेरि उसले मलाई यस्तो भयो यस्तो सबै कुरा भन्ने उसले ओपनली त्यो कुराहरू सायद निकै ठाउँमै घट्यो त्यो घटनाहरू अनि होइन म चाहिँ म्यारिड भन्दा पनि होइन म्यारिड भने के छ त टाइपको के गोराहरू पनि फटाहरू फटा भन्दा पनि एक प्रकारले उसलाई चाहिँ त्यो आकर्षित भएको नि त्यो याद छ अनि त्यसले चाहिँ मलाई घरिघरि दुख्थ्यो त्यस्तो कुराहरूले तर त्यो दुख्थ्यो अरे होइन के अरे जेलेसी त हामी एक्लो अर्कालाई हुन्छ नै होइन अभियसली मलाई नि सानो कुराले रिस उठ्छ त्यस्तो कुरामा तर ऊ चाहिँ धार रिसाउँछ के जोसँग नि क्लोज भइहाल्छ भन्छ क्या म जोसँग नि केटाहरूसँग मात्रै होइन के बुढी आमा बुढा बुढी जोसँग नि हुन्छु के भन्छु कि आमा अनि उसले चाहिँ जोसँग नि क्लोज भइरह फेरि बुढाबुढीहरूसँग क्लोज हुँदा मात्रै भन्नु नि त बेला उसलाई लाइनमा ल्याउनु पर्यो नि यहाँ है हाम्रो लाइन चाहिँ भनेर टाइपको खबरदारी हजुर अनि त्यति नै हो त्यही त अब अन्तिम भन्दा आयो फेरि है यो आर्मीको कुरा गर्दा गर्दै अब भर्ती हुने बेलामा बिना चाहिँ होइन नेपालतिर कति पैसा खाएर पनि लाइक दिएर भर्ती भइन्छ भन्ने हुन्छ नि अब त्यो चाहिँ त्यो बेलामा तपाईँले के सन्देश दिन चाहनुहुन्छ त्यो के सम्भव हुन्छ र होइन यो तपाईँले एकदम साँच्चै एकदमै जायज प्रश्न गर्नुभयो यो चाहिँ सबैले सुन्नैपर्छ भन्छु यो त म विशेष गरी हाम्रो नेपाली युवाहरू जो भर्ती हुन चाहनुहुन्छ होइन म जस्तै म पनि एकदमै मर्यादा गर्ने त्यो सबै चाहिँ एकदमै भ्रम हो एक पैसा पनि लाग्दैन कदम कथाचित उहाँहरूलाई चाहिँ कसैले पैसा लिएर म भर्ती लाउँछु भन्यो भने त्यो चाहिँ डिफिनेटली ठग मान्छे हो त्यो होइन अनि उहाँहरू चाहिँ भर्ती लाग्यो भने चाहिँ त्यो पैसा पछि भयो भर्ती भन्यो भने पैसा फिर्ता भयो नि त होइन अनि मान्छेले चाहिँ के सोच्ने भयो भने उसले मैले पैसा दिएर भर्ती लगाएँ तर उनीहरू चाहिँ आफ्नै क्यापेसिटीले होइन आफ्नै चाहिँ नै क्षमताले भर्ती भइरहेको हुन्छ त्यो छ गर्दा त्यो चाहिँ एकदमै सरासर भ्रम हो अनि यो चाहिँ सबैले सुन्नु होला भन्छु अनि सबैसँग पनि पुर्याउनु होला पैसा कसैलाई दिने खुलाउने घुस दिने त्यो कुरा पटक्कै हुँदैन एकदमै चाहिँ फेयर हुन्छ होइन सिलेक्सन गर्दाखेरि बरु आफ्नो पढाइतिर ध्यान दिनुहोस् आफ्नो फिटनेसतिर ध्यान दिनुहोस् भन्छु म सबैजना हाम्रो यो नयाँ हाम्रो युवा टोलीहरूलाई चाहिँ गर्दाखेरि त्यो पैसाको पछि पटक्कै नलाग्नु होला भन्छु म हजुर पक्कै पनि अब तपाईँले भिडियो हेर्नु भएको छ भने अलिकति भए पनि होइन ज्ञान हासिल गर्नुभयो होला यो पैसा दिने क्रममा चाहिँ सो अब चाहिँ अलिकति रमाइलोतिर लाग्ने कि कतातिर जाउँ म त रोमान्टिक नै छु अभिनाजु रोमान्टिक हुनुहुन्छ सो मायाको पोको कतिवटा छ होला ए मायाको पोको हजुर मायाको पोको चाहिँ हाम्रो मायाको चिनो मायाको टुक्रा टुक्रा सुनको टुक्राहरू चाहिँ 4 भाइ छन् घरमा छन् सबै ज्ञानी छन् खासमा भन्नुपर्दा उसको अगाडि चाहिँ भन्नु मन लाग्दैन ज्ञानी छन् तर बाबातिर गए चाहिँ भन्नु मन लाग्दैन क्या जोस म जस्तो रिसाउने अलिक फटा चाहिँ छैनन् सबै राम्रो छन् पढाइहरूमा एकदम अनुशासित छोरा भएर कतिले भन्नुहुन्छ कसरी हुन्छ हौ यस्तो नानी हाम्रो पनि बनाइदिनु पर्यो 2-3 हप्ता ल्याऊ ठिक पारिदिन्छु तिमीको नानीलाई भनिदिन्छु मैले चाहिँ नेपालकै रुल गर्छु तर मैले ठुलो छोरालाई चाहिँ त्यो नेपालमै कुखुराको चल्ला मार्ने जहिले मार्ने के त्यसले लट्ठीले त्यो सानोमा बल्ल तात्ते गरेको बेला अनि त्यसलाई हल्का त्यो दन खान्थ्यो अलिक छुचो थियो अरे पिटाइ खान्थ्यो त्यसले चाहिँ अरूले चाहिँ त्यति पिटाइ खान पाएन तर पनि रिस उठेको बेला त अघि के अरे के भन्छ नि यता
होला कि जस्तो गइहाल्छ नि हजुर हजुर अनि सबै ज्ञानी छन् खुसी लाग्छ धन्न मेरोतिर गएन हजुर नै राम्रै हुनुहुन्छ हजुर तर पनि पढाइतिर होइन सबै एउटा मेरो माइला चाहिँ झन् राम्रो छ एकदम अगाडि छ क्लासमा पनि एकदम घरमा पनि एकदम अनुशासित सबै नै छन् होइन दुईटा त सानै छन् ठुलोलाई चाहिँ हामीले बोर्डिङ राख्यो बोर्डिङ राखेर चाहिँ अलिकति के भन्छ त्यसलाई अब सबै टिपिकल अब नेपालमै हुर्केर आएको हो तर पनि ठ्याक्कै यतैको उसले के भन्छ नि यतैको स्टाइलको भयो के ऊ तर उसलाई घर आएको बेला त घोक्रे ठ्याक लाग्यो तर पनि अब उसले नेपाली बोल्न त्यति जान्दैन कि त्यो चाहिँ पछुतो लाग्छ अब राम्रो जेठाले चाहिँ म जे चाहन्थेँ नि त्यो चाहिँ नगर्दा रिस उठ्छ त्यसले त्यस्तो अब बोर्डिङ स्कुलमा पढेपछि मलाई चाहिँ लाग्ने अब यो आर्मी व्याकरण भएर होइन आर्मी अफिसर हो भनेको किन हुनु हो आर्मी अफिसर हेर्दैन त्यो चाहिँ नलाग्ने रे अनि त्यो चाहिँ मन पर्दैन तर ऊ पनि एकदम राम्रो छ ठुलो छोरा पनि दुईटा चाहिँ कस्तो हुन्छन् अहिले त ज्ञानी नै छन् भरि हेरौँ न अब चारवटा छोरा तपाईँहरूको हुनुहुन्छ सो पहिलोचोटि आमा हुँदाखेरिको अनुभव साट्न मिल्छ सेयर गर्न मिल्छ त्यो त अनौठो छ लौ न मेरो ठुलो छोरा त मैले त एक दिन हेल्पोस पनि नगई जन्मेको हजुर अब जन्माएको पनि हाम्रो राम्रोसँग आँखा यसरी जुत्ने त्यो लाजैले त्यो यस्तो नजर राम्रोसँग जुझेको त यहाँ युके आएपछि होला क्या त्यो त अब सिधा त्यति साह्रो नजर ऊ पनि होइन मान्छे कडाइ हो तर पनि त्यो छोरी मान्छेको जात जति कडाइ भए पनि छोरा मान्छेको अनुहार सिधा हेर्नु मन त लाग्दैन रहेछ हौ आफ्नै बुढो भए पनि अनि अब अहिले चाहिँ अब धेरै नै के अरे म्याचर भयो भनौँ न होइन अहिले त अब त्यो बेला चाहिँ अब सबै जान्थ्यो हेल्पोस गएर त्यो सुत्केरी सामग्री भन्थ्यो अनि त्यो बच्चाको नाइटो काट्ने उसले आउँदो रहेछ म त गएन अनि म चाहिँ त्यो कट्टु लाउँथेँ अनि गाउँको आमाहरूले सासूहरूले चाहिँ अब त त्यही कट्टुभित्र बच्चा जन्माएर मार्छस् होला सास थुनेर भन्थ्यो साँच्चै हो कि भनेर एउटा त्यो जन्मिने बेला चाहिँ लुङ्गी र उल्याएर लाएँ होइन अनि त्यति हो अनि त्यो हस्पिटल कहीँ गएन तर अलिकति गाह्रो चाहिँ भयो त्यो जन्मिने बेला चाहिँ हाम्रो चाहिँ गाउँमा चाहिँ त्यो अलिक दिन बेथा लाग्थ्यो मलाई त्यो यस्तो ऊ हुन्छ नि दलिन हो त्यसमा चाहिँ त्यो गाई बान्ने दाम्लो हुन्छ नि त्यो दाम्लोमा चाहिँ यसरी झुन्ड्याउनु भएको थियो मलाई यसरी झुन्डिने तल बस्दै नबस्नु पर्ने आमामा बाख्राखोरमा जन्माएको नि मेरो ठुलो छोरा खोरमा त्यो बेला चाहिँ बाख्रा चाहिँ तल बेसी लगेको थियो अनि त्यो बाख्राखोरतिर नि त्यो सुँगुरले खनेको हुन्छ नि त सुँगुरले खनेर त्यो अलिअलि नल पारालोहरू पनि धुतो अनि त्यसलाई चाहिँ जन्माएको बिहान चाहिँ कति बजे जन्मे नि थाहा छैन त्यसलाई त बिहान चाहिँ 9-10 बजे पक्का 8-9 बजेतिर होला भर्खर घाम लाग्थ्यो अब त्यो दुखाइले होइन रातभरि मेरो बहिनीले कुरेको गई सुत्छ त्यो चाहिँ होइन अनि मेरो मम्मीले चाहिँ त्यो बेला चाहिँ भैँसीले दुध दुधै हुनुहुन्थ्यो हो त्यो बेला चाहिँ त्यो जन्मे क्या जन्मेदा भुइँमा फत्ता झरेको त्यो बाख्रा के अरे बाख्राले यसो आफ्नो नानी हेरेर यस्तो हेरेर चाड्छ नि त्यस्तै नानी त झऱ्यो भुइँमा झरेर झन् मेरो मम्मीले चाहिँ थाहा पाउनु भएछ क्या नउठै भन्नुभयो होइन अब त्यो उठ्दाखेरि चाहिँ त्यो बच्चाको नाइटो चाहिँ बिचरा जुरुक्कै उठेको क्या अब त्यहाँनिर अब आमा त्यही बसेको भए हुन्थ्यो नि त मम्मी त्यो भैँसी धुँदै हुनुहुन्थ्यो अनि मेरो ठुलो छोराको त्यो नाइटोबाट त हल्ला हल्ला रगत आएको धन्न त्यो मम्मीले नउठ्यो भने झन् उठेको भए त नानी त्यही मार्थ्यो होला क्या मैले त्यो नाइटो चुटेर हो त्यो भएको छ अनि यसरी भुइँमा पुग्लुक्क झरे रहेछ यसो हेरेको छोरा रहेछ
त्यस्तो छ कहानी भाइ। त्यो चाहिँ बाख्राखोरमा जन्मेको, त्यसको चाहिँ हस्पिटल छैन। अब गाउँघरमा त्यही त हो नि होइन। सो यो बेलामा चाहिँ भेना चाहिँ पल्टनमा हुनुहुन्थ्यो अथवा घरमै? हजुर हजुर, म पल्टनमै थिएँ। हजुर, गाह्रो भएको थियो हजुरलाई त्यो बेला? हजुर हजुर, त्यस्तो बेलामा साथमै भएको भए अझ होइन दिदीलाई नि त्यो। अनि मलाई के चाहिँ याद छ भने अब त्यही भएर म त सधैँ दोष दिन्छु उसलाई, के त गरे होइन नि त हो, मेरो छोरा हो त भनिदिन्छु। यस्तो हुँदो रहेछ। पछि मैले त्यो माइलो छोरो मैले जुन अनुभव गर्न पाएँ, त्यसपछि यो छोरी मान्छे म जहिले पनि भन्ने गर्छु, छोरी मान्छेलाई असाध्यै रेस्पेक्ट गर्छु म। प्रायः जहिले पनि बारम्बार भनिरहेको हुन्छु, छोरी मान्छे भनेको चाहिँ आमा हो, भगवान हो भन्छु म। मलाई त्यो एकदम फिल भयो कि त्यो उसको पीडा हस्पिटलमा जाँदाको होइन, सायद उसलाई 1-2 हप्ता नै लाग्यो हस्पिटलमा त्यो बेला माइलो छोरा हुँदाखेरिको। त्यो छोरी मान्छेको पीडा अनि त्यो छोरी मान्छेलाई चाहिँ असाध्यै हामीले रेस्पेक्ट गर्नुपर्छ भन्छु। उसको पीडा देखेर त्यसपछि म चाहिँ एक प्रकारले हुन्छ नि, ओहो यस्तो थाहा भयो त यो माइलो छोरा चाहिँ नबनाउनु पर्थ्यो भन्ने मलाई चाहिँ त्यो फिल आउँथ्यो कि त्यो बेला। त्यो हुँदो रहेछ। त्यसले गर्दा चाहिँ मलाई चाहिँ के भयो भने छोरी मान्छेप्रति असाध्यै ठुलो रेस्पेक्ट, जुन त्यो पहिलाको मेरो सोचाइ थियो सबै बदलियो। त्यो जब उसको होइन उनीवाला आमाको मैले पीडा देखेँ, मेरो बुढियाको होइन, त्यो फिल भयो मलाई चाहिँ एकदमै। त्यो व्याख्या गरेर त्यो शब्द नै नहुँदो रहेछ कि त्यस्तो आफूलाई त्यो फिल आउँदो रहेछ कि ओहो छोरी मान्छेलाई यस्तो पीडा हुँदो रहेछ, यो आमा बन्नलाई यस्तो गाह्रो हुँदो रहेछ होइन, ज्यानकै जोखिम होइन। त्यो छ। त्यसपछि म चाहिँ वास्तवमा एक प्रकारले के भन्छ होइन, अब चाहिँ छोराछोरी इनफ है, अब चाहिँ नहुँदो रहेछ, गाह्रो हुँदो रहेछ भनेर म चाहिँ तर्सेकै हो। दुईजना कहाँबाट आयो फेरि? म प्रेग्नेन्ट हुने ऊ पो डराउँछ होइन, यो एकदम सही हो। पछि त्यो हाम्रो मायाको चिन हो। फेरि अब साइलो छोरो पेटा बसेपछि म हुन्छ नि ला, त्यो पहिला त्यो मलाई एकदम त्यो फ्ल्यासब्याक कि त्यो माइला छोरा जन्मदाको त्यो हो वास्तवमा हो, सही नै कुरा हो। त्यही त दुईटा सन्तान हुँदै इनफ भनेको मान्छे 4 त राम लक्ष्मणहरू हुनुभयो नि त होइन? हजुर हजुर। लक्ष्मीको होइन छोरी अब कहिले? छोरी कहिले हो? म तयार छु है। लक्ष्मी चाहिने होला दिदी? अब पहिला त अब लक्ष्मी चाहिए थियो कि लक्ष्मी भन्दा 4 त होइन, त्यो भन्दा त होइन, जे छ म त खुसी हो। अब आउँछ होइन, भगवानले दिएको हो, स्ट्रङ मान्नुपर्छ हजुरलाई। अनि मलाई पहिला चाहिँ अब त छोरी, उसलाई चाहिँ छोरी भन्थ्यो। अब जहिले छोरी भन्ने, लुगा किनेर राख्छु गाडीमा पनि भन्छ क्या उसले भन्ने। अनि मलाई चाहिँ लागु छैन कि जे जन्मे पनि हुन्छ क्या, मलाई छोरी चाहिन्छ भन्ने नि थिएन। तर एकजना पहिला चाहिँ एकजना जन्म्यो भने चाहिँ हाम्रो चाहिँ एउटा हुन्छ नि त तिहारमा फुल लगाइदिने हुन्थ्यो, लाग्ने। अब अहिले त लाग्दैन, साथी छ, साथी जस्तो दाजुभाइ कोही चाहिँदैन, ढडाक छ होइन, कोही साथी चाहिँदैन। बुहारीहरूले अब बुहारीले पछ्याउने बेला भयो। अब बेला त भएको अझै पनि सबै करियर सकेर सबै रेडी भएर मात्रै यो गर्लफ्रेन्ड के अरे गर्लफ्रेन्ड चाहिँ छिटो होइन है। हजुर हजुर भन्छु कि ठुलो छोरालाई पनि हजुर ऊ पनि त्यतैतिर छ। सुरुमा त अगाडि त कहाँ यहाँ के अरे गर्लफ्रेन्ड बनाउला जस्तो भएको थियो, हुँदैन भनेको। अनि ठिकै छ, बिस्तारै आउँछ टाइम। अब पछि नातिनीहरू जन्माउला नि। त्यही त अब चाहिँ हामी बाल्यकाल, जीवनका सङ्घर्ष, भोगाई सबै कुरा गरे। अब चाहिँ सामाजिक सञ्जालतिर जानु पर्ला कि के हो? जाम है, अलिकति रमाइलो गरौँ न है। अब त्यही त टिकटकमा, फेसबुकतिर त एकदम भाइरल हुनुहुन्छ हजुर है। धेरैले तपाईँलाई चिन्नुहुन्छ, भिनाजुले कति सपोर्ट गर्नुहुन्छ हजुरलाई, हामीले त्यहाँ कमेन्टहरू लाइभमा पनि देखिरहेका हुन्छौँ। सो तपाईँले चाहिँ नेता, कलाकार, कोही पनि अब दुखीहरू होइन, कसैलाई दबाएको छ भने तपाईँले चाहिँ उहाँहरूलाई चाहिँ खरो रूपमा बोल्नुहुन्छ क्या? हजुर। यो कसरी लाइक हिम्मत आयो हजुरलाई चाहिँ? प्रायः अब हाम्रो महिला दिदीबहिनीहरू चाहिँ सक्नुहुन्न नि त यस्तो स्ट्रेट फरवार्ड बोल्नको लागि चाहिँ। कतिले अब तपाईँलाई 50-50, कतिले राम्रो भन्नुहुन्छ, कतिले नकारात्मक कमेन्ट नै गर्नुहुन्छ। तर मलाई चाहिँ ठिक लाग्छ है दिदी। हजुर, धन्यवाद भाइ। हजुर, के अरे प्रश्नको लागि
है मलाई चाहिँ किनभने मान्छे कसैले कसैलाई नछुटाम कसैलाई नदबाम भन्ने हो होइन यदि दबाएको खण्डमा चाहिँ त्यसलाई पनि तहसनासै हुने अरे उसलाई पनि एकपटक चाहिँ रिङ्गटा लागोस् न 5 पुस्तालाई पुग्ने दिने हो मलाई चाहिँ यो चाहिँ हरेक नारीहरूलाई नि भन्छु क्या मैले मलाई मेरो ससुराले के भन्ला होइन जेठाजुले के भन्ला होइन छरछिमेकीले ओहो समाजले के भन्ला भन्ने होइन कि हिँड्ने आफू हो होइन अनि जहाँ मनमा लागेको कुरा होइन दिने हो लागेको छैन किनकि फेरि आफू नि सही हुनु पर्यो है आफू पनि बिग्रिँदै हिँड्दै त्यो दिएर मात्रै त हुँदैन आफू सही हुनुपर्छ डराउनु पर्दैन कुनै पनि समाज कोहीसँग केहीसँग डराउनु पर्दैन भन्छु म त मलाई त डर लाग्दैन भाइ यो पहिल्यै बाघसँग त जुत्दै हिँड्ने मान्छे बाघ के अरे गोठमा हो त भाइ हाम्रो त त्यो बाबाहरूले चाहिँ पेवा दिनुहुन्थ्यो क्या दसैँमा लुगा लाउने भनेर त्यो बाघले लगिदिएको हो मेरो बोका त बाघसँग फाइट खेलेर नि लग्यो बोका चाहिँ लग्यो मेरो बहिनी र म सुतेको मेरो बाबा चाहिँ धामी नि हुनुहुन्थ्यो गाउँमा अनि मेरो बाबा कहाँ गयो हो बुढो अनि बहिनी त सिरकभित्र लुकेर त्यो मरेको कि बाँचेको निस्किन्न अनि त्यो बाघले पत्याउन के छोरी मान्छेलाई चाहिँ लग्यो नि त्यसरी बाघसँग त जुत्ने मान्छे हो के मान्छेसँग त कहीसँग डर लाग्दैन भाइ अब लजाउने कुरा त म कसैको लुटेर खाएको छुइनँ होइन त्यही भएर जो पनि छोरी मान्छेहरू कोही त अब कमजोरी मैले चाहिँ मुख छाड्छस् भन्छ मान्छेले त्यो मान्छेले भनेको कुराहरू किन नभन्ने त होइन अब मलाई पो केही हुँदैन मान्छेले गाली गरोस् मेरो केही हल्लिनेवाला छैन क्या भाइ मलाई यति पनि मलाई न त टेन्सन हुन्छ न त डर लाग्छ क्या मलाई केही जस्तो लाग्दैन तर जति कोही नारीहरू त्यहाँ हुन्छन् कि आफ्नो फ्यामिली होइन आफ्नै श्रीमानले हेला गरेको छ फ्यामिलीले हेला गरेको छ त्यो नारीको पीडा त होइन कसैले देखेको हुँदैन अब कतिको चाहिँ मलाई यो मन नपर्ने कुरा चाहिँ छ नि एउटा छोरा मान्छेले अब 2टा बुढी बिहा गर्ने क्या अब जेठीलाई चाहिँ बिचरा हेला गरेको छ त्यस्तो नि गर्छ क्या अभियसली 2टा ल्याएपछि चाहिँ त्यो जेठी त हेला हुन्छ नि त बिचरा होइन त्यो कुरा नि मलाई मन पर्दैन कान्छी भएर आउने जहाँ चाहिँ त्यो नारीहरूलाई नि मलाई कस्तो के भन्छु भने एउटा नारीलाई सम्मान गर्नु क्या भोलिको दिन छोराछोरी जन्मिन्छ आफ्नो पनि होइन त्यो छोराछोरीलाई त्यस्तो हुँदा उसलाई के पीडा हुन्छ होला त्यो चाहिँ नगर्नु भन्छु क्या मैले त्यही भएर कति मलाई त्यस्तै सोध्नुहुन्छ मेरो बुढा हरायो यो बुढा किन तिम्रो बुढा हरायो म खोज्ने त होइन त भनिदिन्छु पनि कहिलेकाहीँ तर म समग्रमा सबैजनालाई समेटेर बोलेको हुन्छ एकजनाकोलाई म बोल्दिनँ नि त होइन सबैलाई भेटोस् भनेर कति त्यही भित्रमा त्यस्तै आइमाईहरू आएर कमेन्ट गर्छन् अनि घरिघरि त होइन कतिले प्रश्न नि सोध्नुहुन्छ होइन त्यो भिडियो फर्केर हेर्छस् हेर्दैनस् दिदी भन्छन् किन हेर्दिनँ नि म त फुर्सदै छैन कहिलेकाहीँ हेर्न रे कहिलेकाहीँ किन हेर्नु एकजना भाइले सोधे किन हेर्न दिदी म त आफैले हेर्दा नि हिरो जस्तो लाग्छ अब म सुन्नै नसक्ने हुन्छ अरे के कतिले अनि मलाई रिस उठेको बेला बोलेको आफै त सुन्न सक्दिनँ अनि तिमीहरूलाई किन सुन्नु त नि हजुर त्यही भएर छोरा मान्छे होस् छोरी मान्छे होस् होइन बोल्नुपर्छ बोल्ने ठाउँमा त बोल्नुपर्छ म चाहिँ कुनै छोरा मान्छेलाई नि नदबाओस् छोरी मान्छेले नि छोरा मान्छेलाई धेरै मिसयुज गरेछ क्या हिजो आज अब लप्परै पर्यो अब यसले चाहिँ मलाई रिस उठायो है त यो केटोले चाहिँ होइन बुढो भनौँ न अब लप्पर लिभिङ टुगेदर अरे त्यो भनेको त बुढाबुढी हो नि त एउटा कागज सिफारिस मात्रै नपाएको हो क्या त्यो बुढाबुढी हो नि त अब बुढोले रिस उठायो अब बलात्कार केस हाल्दिने क्या त्यो चाहिँ राम्रो होइन क्या त्यही भएर छोरा मान्छेलाई नि नदबाउनु छोरी मान्छेलाई नि नदबाउनु बराबरी हो छोरा छोरी हजुर त्यही त अब यो केसमा चाहिँ अब भिनाले एकदम सपोर्ट गरेको देखिन्छ नि त हामीले होइन बाहिरी रूपमा अनि भिनाजुलाई तपाईँको साथीहरूले चाहिँ के भन्नुहुन्छ यो बारेमा अनि यसमा चाहिँ यस्तो भन्छु म अघि सुबिनाले भनेको कुरालाई म चाहिँ के भन्छु भने ऊ चाहिँ आफूलाई भन्दा पनि अरूलाई सोचिरहेको हुन्छ कि ऊ अघि भनिसक्यो ऊ चाहिँ बुलेट प्रुफ हो उसलाई मान्छेले जति बुलेट हाने पनि त्यो रेकुसेट भएर उनीहरूलाई नै लाग्ने हो तर ऊ चाहिँ कस्तो भने त्यो अरूको दुःख देखिसक्दैन उसले चाहिँ साँच्ची भन्नुपर्दा कोही दुखी गरिबलाई चाहिँ अरूले हेपेको त्यही अघि उसले 2टा बुढी बिहा गर्ने कुरा गरिहाल्यो त्यो जेठीको जिन्दगी कस्तो होला त्यो कुराहरू प्लस कतिपय कस्तो छ भने हाम्रो अरे छोरीचेलीहरू तमाम छोरीचेलीहरू बिचरा दुःख गर्नको लागि विदेशिनु भएको छ होइन अब यो खाडी मुलुक भन्छ होइन मलेसिया कतार कहाँ होइन अब
उनीहरूको लागि अरू कुनै छोरा मान्छेले नराम्रो कमेन्ट गर्यो भने भिडियोहरूतिर त्यसले पनि उसलाई पारो तताइहाल्छ किनभने उसले चाहिँ के भन्छ भने छोरी मान्छेलाई हेपिनु हुँदैन छोरी मान्छेले दुःख गरिरहेको छ त्यो छ त्यो भन्दाखेरि उसले अघि मैले के अरे उसले अघि नै भने जस्तो पनि कतिपय छोरी मान्छेहरूले पनि खराब नियतले केही गरिरहेको छ भने क्रियाकलापहरू तिनीहरूलाई पनि उसले चाहिँ खबरदार है त्यो गर्नु हुँदैन भन्छ र मलाई के चाहिँ लाग्छ भने उसको चाहिँ त्यो भित्र उसबाट जुन कुरा आउँछ नि भित्र मनभित्रैबाट उसलाई त्यो एकदमै त्यो रिसाएर आएको हो कि त्यो शब्दहरू त्यो रिसाउँदाखेरि मान्छेले त्यो हजुर नमस्कार भन्ने कुरा त आउँदैन नि होइन त्यो उसको चाहिँ त्यो रियल उसले त्यो एक्ट भन्दा पनि उसको चाहिँ रियल के छोरी मान्छेको जुन त्यो पीडा त्यो सबै उसले बुझेर के त्यो भोगेर त्यो फिल गरेर उसले चाहिँ त्यो बोलेको आवाजहरू गर्दाखेरि म चाहिँ भन्छु उसले 99.9% चाहिँ जहिले पनि त्यो राइट मान्छेले उसले सपोर्ट गरिरहेको हुन्छ गर्दाखेरि मेरो तर्फबाट त उसलाई अलवेज सपोर्ट हुन्छ किनभने मैले उसलाई चिनेको छु नि त होइन मैले अघि भनिसकेँ उसको बच्चामा त्यो उसले अघि कुरा पनि गरिसक्यो होइन त्यो चट्टान फुरेर हुर्केको मान्छे ड्याडीले पढ्नु हुँदैन छोरी त काम गर्नुपर्छ भन्दा पनि ड्याडी त रङ्छस् है म पढ्नुपर्छ भनेर आफै होइन ड्याडीसँग लडेर अघि डल्ला फुटायो लट्ठी कुट्यो भन्ने कुराहरू गर्यो त्यो हामी सुन्दा नर्मल सुनिन्छ तर त्यो सानो 10-11 वर्षको छोरी मान्छेलाई त्यस्तो हुँदा त्यो छोरी मान्छे जे पनि त हुनसक्दैन होइन तर ऊ चाहिँ त्यो रङ हो ड्याडी होइन युआर रङ भनेर चाहिँ उसले स्कुल आफै पढेको होइन पछि समाजमा पनि उसले कुनै मान्छेप्रतिले चाहिँ कसैले हेपेको छ भने त्यहाँ गएर उसले आवाज उठाउने ऊ चाहिँ त्यस्तो मान्छे हो कि गर्दा ऊ चाहिँ एकदमै नेचुरल लिडर भन्छु म एक प्रकारले र त्यसमाथि अर्को चाहिँ के पनि छ भने अघि सुबिनाले भने जस्तो उसलाई चाहिँ धेरै दिदीबहिनीहरूको टेक्स्ट आउँछ दिदी मेरो समस्या यो छ तपाईँले प्लिज तपाईँको हजुर तपाईँको प्लेटफर्म मार्फत बोलिदिनुहोस् त्यो कुरा पनि कतिपय कुरा उसले बोल्छ कतिपय कुरा उसले फिल्टर गरेर नबोली पनि रहेको हुन्छ पहिला क्लियर मलाई भन त्यसपछि त्यो कुराहरू हुन्छ अर्को चाहिँ उसको मलाई अनुरोध चाहिँ के लाग्छ भने उसले त्यो इनर्जी कहाँबाट ल्याउँछ त्यो होइन म त्यो पढ्नु लाग्छ कि हो नि त होइन त्यो इनर्जी उसँग जहिले पनि हुन्छ त्यो चाहिँ मैले पो सोध्नु पर्ला मलाई त इनर्जी त जब थाकेको बेला हुन्छ होइन बेसरी थाकेको हुनुपर्छ अनि त्यही थाकेको बेला मलाई त्यो नेताहरूको पनि नाटक देख्छु नि हरेक गरेको मैले पहिला नारीत्व बनाउन जाँदा थाहा छ त होइन त्यो हाम्रो नारीत्व होइन त्यो बेला बच्चाको जन्म दर्ता पासपोर्ट सबै कुरा नै हो नि जाँदाखेरि हामीलाई ढिलो गरे क्या अब घाम तापी बसेका छन् 9 कप चिया ल्याऊ भनेका छन् होइन अनि मैले कराएको अनि मलाई त लौरेनीहरू चाहिँ यसरी च्यान्टेको हुन्छ गर्दिनँ भनेर ऊ यस्तो कागजै फालेको ऊ भाइको अगाडि चाहिँ त्यो फालिदिएको त्यो असिनेको छेत्रीले यसमा चाहिँ म बोल्छु यसमा चाहिँ यस्तो छ अनि उसले चाहिँ यसो भनेको फेरि होइन होइन मिल्नुपर्छ छोरी मान्छेलाई छोडिदियो न अरे उसले रिक्वेस्ट गरेछ अब हुनु त अब त्यो बेला त उनी गर्थ्यो क्या त्यो बेला मात्रै होइन अहिले पनि अहिले चाहिँ अब मिडियासँग त डराउँछन् होला अझै पनि जहाँ चाहिँ त्यो सरकारी कुर्सीमा बसेकाहरू चाहिँ मै हुनै भन्छ क्या मलाई मन पर्दैन त्यही भएर तर मुख्यलाई नै दिने हो दनक त सबैले दिनुपर्छ भन्छु म त यो नेताहरूले नै टिकटक ब्यान गरेको पनि त्यो नेताहरूले गाली खान्छ भनेर हो क्या त्यही भएर यहाँ बाहिर बसेकोले चाहिँ कराइदिने हो क्या कराउनु पर्छ कति अब हाम्रो यो खाडी मुलुकमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि बिचरा कतिले जागिर पाछ कतिले पाएको छैन बिचरा कोही मेरोमा रुएर आउँछन् यस्तो भएको छ 6 महिनाको भिसाको लागि जाँदो रहेछ 6 महिनासम्म जागिरै पाउँदैन रहेछ त्यो भिसा अब के गर्नु यता न उता भएर मेरोमा आएर रुएको हुन्छ गर्न सक्ने त म केही होइन कसैलाई तर मैले बोल्दा उनीहरूको एउटा डिप्रेसन हट्छ एउटा शान्त औषधि हुन्छ भने चाहिँ मैले बोलेको मात्रै हो के बोल्दै हुनुहुन्थ्यो ए हजुर यस्तो पनि उसै कस्तो भने अर्को चाहिँ अब उसले त्यो छोरी मान्छेको लागि त बोल्छ होइन त्यो नेताहरूको बारे पनि उसले बोल्छ सबै कुरा बोल्छ अनि कतिपय कुरा चाहिँ कस्तो हुन्छ भने त्यो उसलाई चाहिँ अरूले प्लिज मेरो लागि त्यो भनिरहँदाखेरि प्लस उसले चाहिँ कस्तो भने त्यो असहाय दिन दुखीहरू देख्छ होइन उसले होइन उनीहरूको पनि लाइफमा गएर उसले चाहिँ आफूले सहयोगहरू गरिरहेको हुन्छ अनि अरूसँग पनि प्लिज सहयोग गरौँ है त्यो कुराहरू उसको छ त्यो पोजिटिभ कुराहरू उसको होइन म चाहिँ उसलाई भन्छु त्यो गुलाबको फुलमा काँडा हुन्छ त्यो कतिपय मान्छेहरूले चाहिँ के हुन्छ भने म बेला बेला पनि भन्ने गर्छु त्यो हामीले मुभी हेर्दाखेरि कतिपय मान्छेले कस्तो बुझ्छ भने त्यो सुबिनाले कसैलाई चाहिँ रोस्ट गरिरहेको बोलिरहेको सुन्दाखेरि अरे किन होला तर उनीहरूले त्यो ब्याकग्राउन्ड बुझेको हुँदैन नि होइन अनि त्यसमा चाहिँ म एउटा इक्जाम्पल पनि दिन्छु अब त्यो राय समलको हामीले त्यो मुभी हेर्दाखेरि उसले त्यो गुन्डाहरूलाई मात्रै डाङकिडाङ कुटिरहेको देखियो भने त्यो पार्ट मात्रै देखियो भने अब रायसमलाई त हिरो कसले भन्छ यो त गुन्डा यत्रो ठुलो ज्यान छ सबैलाई कुटेको छ होइन यो भन्ने हुन्छ नि त होइन
तर त्यो फुल ब्याकग्राउन्ड स्टोरी बुझ्यो भने मान्छेले त्यो भिलेनहरूले चाहिँ हिरोइनलाई दुःख दिएको, अरू गाउँ समाजलाई दुःख दिएको, त्यसपछि राजेश हमालले चाहिँ तिनीहरूलाई खेदी कुटेको, त्यो फुल स्टोरी देख्यो भने चाहिँ अरे राजेश हमाललाई हिरो भनेर मान्छेले क्ल्याप गर्छ नि त होइन। उसको चाहिँ म त्यो भन्छु कि त्यो मान्छेले फुल स्टोरी बुझेको हुँदैन, सुबिनाले किन बोल्यो भनेर उनीहरूले बुझ्दैन। त्यो सुबिनाले एक हो र त्यो रोस्ट गरेको कसैको लागि चाहिँ उसले चाहिँ यो रङ छ सही त सुध्रिनुपर्छ भनेर उसले चाहिँ दिइरहेकोहरू मात्रै देख्छ नि होइन। त्यसले गर्दा क्विक जज गर्छ कि। तर कतिपय त्यो पछि चाहिँ अहिले मैले कस्तो पाएँ भने ऊ लाइभ बस्दाखेरिको कुराहरू मैले अनुभव गरेको छु, त्यो मैले मौका पाएको छु। भेनाजु नानाको कुरा मलाई मन पर्यो, मस्त नानाको मैले फुल बुझेँ नि अहिले चाहिँ यस्तो भनेर सुरुमा उसले नबुझेर गाली गर्ने पनि पछि उसलाई पुरा फलो गरेर के। फेरि कतिपय कस्तो पनि छ भने अनौठो पनि हुँदो रहेछ एउटा, कतिपयले चाहिँ नाना हामीलाई गाली गर्नुहोस् न, अलिकति तपाईँको गाली नै मनपर्छ के भनेर त्यो पनि म देख्छु। अनि त्यो पनि अनौठो छ। कतिपयलाई चाहिँ त्यो उसको त्योपना नै मनपर्छ, त्यो कसैलाई गाली गरिरहोस्, कसैलाई चाहिँ खबरदारी गरिरहोस्, त्यो पनि देख्छु म सुबिनाको साथीभाइ फ्यानहरू हुन्छु म। होइन कहिले कहिले त फेरि अब दिदीको लाइभ हेर्न पाएनन् भने त कति मान्छे डिप्रेसनमै जान्छ होला है। भाइ कहिले चाहिँ मलाई यति हँसाउँछ नि, होइन टिकटकमा यस्तो भिडियो हेरेर आएको म सपनामा छु कि विपनामा छु, यो मान्छे त यस्तो कुल भएर बसेको हुन्छ कि यहाँ पनि पुरा दिइरहेको होला सोध्दो रहेछ नि त। त्यो मान्छे होइन नि त होइन, जो नराम्रो छ त्यसलाई चाहिँ सुधार्नु चाहिँ पर्छ होइन। अब कतिले मैले बोल्दै गर्दाखेरि कतिले आमा पछिको पुस्ताले के सिक्ला भन्छ नि, त्यसलाई मजाले लेसन दिन्छु म त्यहीँनिर होइन। किनभने जोसुकै होस्, जसले छोराछोरी जन्माए पनि मजाले मुख छाड्ने ठाउँमा छाडोस्, कुटी मागेर नआओस्। कुटेर चाहिँ बराबरी हो क्या, उसले कुट्यो भने 1 बक्सिङ कुट्छ भने 2 बक्सिङ दिने हो क्या त्यसलाई। हो त्यस्तो होस्, निडर होस्, छोरा होस् छोरी होस्, मेरो लागि चाहिँ क्या। बोल्दा पनि उसले 1 शब्द बोल्यो 3 शब्द बोलेर दिमागै हराउने गर्यो। बोलोस् क्या, छोरा होस् छोरी होस्। म मेरो छोराहरूलाई भन्छु कुटी मागेर चाहिँ नआइज होइन, कसैले कुट्छ भने उसले नि कुट्यो, उसले के अरे उसले कुट्यो अनि उसले स्टार्ट गर्यो मैले गरेँ दिने बराबरी हो भन्छु कि। अनि त्यस्तो गर्नु हुँदैन यहाँनिर त। तर पनि त्यो कुटिहाल्यो भने त कहाँको होइन, छोड्नु त हुँदैन त, बराबरी हो नि त, उसले छुएको नि त पहिला त। आफूलाई सेल्फ डिफेन्स त गर्नु पर्यो, त्यसो गर्नुपर्छ भन्छु म। त्यो छोराहरूले झन् छोरी भए त म त खतरा बनाउँथेँ मेरो छोरी त छुनै नसक्ने के। पछि बिहा गरेर ज्वाइँ पनि थर हुने टाइपको बनाउँथेँ, छोरी जन्माइन। भिनाजु रेडी हुनुहुन्छ छोरी जन्माउन? म तयार छु है। यस्तो छ कस्तो भने सुबिनाको एउटा मलाई उसको अर्को एटिच्युड मनपर्ने चाहिँ ऊ चाहिँ जहिले पनि जित्नुपर्छ है हामीले भन्छ उसले होइन। अघि तपाईँले भनिसक्नुभयो, म नाम त लिँदिनँ, अब त्यो डिप्रेसन भइरहेको मान्छेहरूलाई सुबिनाको आएर सुबिनाले हल्का मोटिभेट गर्ने हल्का होइन, त्यो सुबिनाको त्यो पनि मनपर्छ। अनि उसको मनमा पाप छैन एउटा होइन, उसको मनमा जे छ त्यो बोल्ने उसले एकदमै, उसले एकदम फेरि साँचो बोल्छ कि, उसले सत्य बोल्छ। अनि मलाई चाहिँ एउटा यस्तो हुन्छ कि मैले जहिले पनि सुबिनालाई कम्पेयर भन्नाले म चाहिँ कस्तो देख्छु भने त्यो मान्छेले कुन प्रकारको इन्भाइरोमेन्ट पायो, कुन प्रकारको मौका पायो, अपर्च्युनिटी पायो, अनि के उपलब्धि गर्यो। म चाहिँ के भन्छु भने उसले चाहिँ त्यो अब अघि भन्यो नि होइन, उसले त्यो पढाइबाट वञ्चित थियो बच्चामा, पछि पनि उसले सायद भने जस्तो मौकाहरू पाएन। त्यो मौका पाएको भए चाहिँ उसले सायद संसार नै हल्लाउने हो कि एकदमै। किनभने त्यो उसले जुन सायद उसको ठाउँमा म भए म सायद पढ्दिनँ थिएँ होला, त्यो बाबाको डरले म स्कुल जाँदिनँ थिएँ होला। तर ऊ त्यो सानैमा उसलाई कसरी आयो कि त्यो साहस, त्यो बाबाले कुट्दा पनि स्कुल गइरहने, अनि पछि उसले होइन पढ्यो, फेरि पढाइमा जोड पनि दिने, त्यो कसरी भ्यायो भन्छु म चाहिँ। त्यो अब उसँग चाहिँ त्यो नेचुरल्ली उसको चाहिँ त्यो जन्मदाखेरि नै उसको त्यो लिडरसिप, उसको त्यो के अरे नकारात्मकको एगेन्स्टमा चाहिँ होइन हामी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ थिएछ भन्छु कि म एकदमै। त्यो छ उसमा चाहिँ। अलि अघि होइन भाइले सोधेको कुरामा चाहिँ साह्रै मनमा लाग्यो क्या भन्नुलाई चाहिँ। भेनालाई सपोर्ट गर्नुहुन्छ दिदीलाई भनेर भाइले भन्यो नि, त्यसमा भेनाले सपोर्ट गर्दै गर्दा कति आरिसेहरू हुन्छ क्या। के अरे तल्लो लेभलको केटी मान्छेहरूले आएर जोइ टिङ्ग्रे भनिरहेको हुन्छ क्या उसलाई, तर जोइ टिङ्ग्रे हुनुमा रेडी हो क्या ऊ चाहिँ। फेरि उसलाई जोइ टिङ्ग्रे बनाउनु नि रेडी हो क्या म, किनभने आफ्नो बुढीको जोइ टिङ्ग्रे नभएर चाहिँ कसको होस् त नि होइन। अनि कति दाजुभाइ यस्तो छन् कि निस दिमाग भएकाहरू होइन,
उनीहरूलाई चाहिँ लाग्छ कि म कहाँबाट निस्केँ कहाँ छु भन्ने लाग्दैन कि म जन्माएको त आमाहरूले नि त लाग्छ कि यिनीहरूलाई त ओहो होइन छोरी मान्छे त राक्षस होला हौ छोरी मान्छे त यस्तो हो क्या सोच्ने हुन्छ क्या कोही कोही चाहिँ त्यस्तो मान्छेलाई चाहिँ म प्रत्यक्ष रूपमा हेर्न चाहन्छु क्या तर लुक्छन् क्या फेक आइडी बनायो बोल्यो क्या टाढाको मान्छे हुँदैन जहाँसम्म लाग्छ जोइ टिङ्ग्रे भन्ने मान्छेहरू चाहिँ युकेकै मान्छेहरू आर्मी व्याकरणकै मान्छेहरू हुन्छन् क्या मलाई शङ्काले सुविधा र मेरो त्यो एउटा कुरामा चाहिँ फरक चाहिँ हाम्रो एउटा सानो कुरा चाहिँ एउटा फरक हामी बिच छ त्यो चाहिँ के हो भने मलाई चाहिँ कसैले त्यो लट्ठीले हान्यो भने हिर्कायो भने म चाहिँ फुलको गुच्छै किनेर दिने हो अब सुबिनाको चाहिँ उसको कन्सेप्ट कस्तो छ भने उसलाई चाहिँ कुद्नु पर्दैन कि कसैले कुद्न आँट्यो भने उसले चाहिँ बम ल्याएर ड्याममा त्यो हुन्छ नि त्यो छ तर त्यो पनि चाहिन्छ भन्छु म गर्दा मलाई अरू कसैले जे भन्नुहोस् म पनि फेरि एकदम मेन्टली फिजिकली चाहिँ स्ट्रङ भन्छु म आफैलाई म पनि त्यो मान्छेको सकारात्मक हुन्छ नकारात्मक हुन्छ होइन धेरै जसो सकारात्मक होला कतिपय चाहिँ त्यो नकारात्मक सोचले आउला कमेन्ट गर्ला अनेक गर्ला त्यसलाई म चाहिँ सामान्य नै लिन्छु त्यसलाई मैले कुनै त्यसले मलाई केही असर पार्दैन मलाई पनि त्यो त म एकदमै सामान्य लिन्छु तर उसले चाहिँ त्यो कमेन्ट देख्यो भने ऊ चाहिँ उसको त्यो नेचुरल उसकोमा चाहिँ हुन्छ नि त्यो रिस उठिसक्छ कि अघि नै कि अनि मेरो कहिले भिडियो चेक गर्दो रहेछ अनि कमेन्टहरू देख्यो भने ऊ रिसाइहालेको हुन्छ त्यो उसको पना हो तर म चाहिँ मलाई मान्छेले जेसुकै भन्नुहोस् होइन तर मेरो पना मलाई थाहा छ नि त जुन होइन आफू भित्री रूपले आफू म को हुँ भनेर थाहा पाउनुपर्छ अनि म चाहिँ के पनि भन्छु भने यो नेपाली समाजले एउटा सबै छोरा मान्छेको एउटा हामी चाहिँ प्रायः अब कस्तो छ भने बुढीलाई सहयोग गर्यो भने मद्दत गर्यो भने त्यो नानाथरी उपनाम दिने होइन अनि घरको कामधन्दा सबै छोरी मान्छेले गर्नुपर्छ बुढीले पकाउनुपर्छ म चाहिँ यो घरको बोस हो भनेर टक्क खाने बस्ने त्यो चाहिँ गर्नु हुँदैन भन्छु म चाहिँ अघि फेरि प्राकृतिकसँग जोड्छु कि छोरी मान्छे चाहिँ अब प्राकृतिक रूपमा आइभन्दा अलिकति सानो अलिकति उनीहरूको होइन क्षमता शारीरिक क्षमता अलिकति आइभन्दा अलिकति कम हुन्छ गर्दा हामी अलिक स्ट्रङ हुन्छौँ मेन्टली फिजिकल्ली गर्दा हामीले पनि सहयोग गरौँ न छोरी मान्छेलाई होइन छोरी मान्छेले मात्रै सबै कुरो गर्नुपर्छ भन्ने हुँदैन है भनेर म त्यो बारम्बार पनि भनिरहेको हुन्छु म कोसिस पनि गर्छु तर त्यो कोसिस चाहिँ कहाँसम्म सम्भव छ त्यो चाहिँ मलाई थाहा छैन हजुर कोसिस चाहिँ मेरो अलवेज नारीलाई सपोर्ट गर्ने बुढी होस् मम्मी होस् दिदी बहिनी होस् जोसुकै होस् न होइन सहयोग गरौँ उनीहरूलाई मद्दत गरौँ भन्ने हुन्छ तर त्यो मद्दत पुग्छ पुग्दैन त्यो चाहिँ मलाई थाहा भएन है त्यही त अब यो नारीको कुरा आउँदाखेरि अहिले हाम्रो समाजमा चाहिँ अलिक बिगबिगी भएको अवस्था क्या अब उहाँको श्रीमानहरू अब विदेशमा हुनुहुन्छ नि त होइन कति नारीहरू घरमा छोडेर विदेशमा हुँदा कति गाह्रो हुन्छ होइन कमाउन कति डिग्री तापक्रममा काम गर्नुपर्ने हुन्छ विदेशमा अनि उहाँको श्रीमतीहरू चाहिँ लाइक परपुरुषसँग लागेको हुन्छ कि कति अहिले हामी देखिरहेको छौँ नि त हाम्रो समाजमा यस्तो नारीहरूलाई चाहिँ दिदीको केही सन्देश अनि रोस्ट हान्नु पर्यो भने दुईटा है दिदीलाई चाहिँ पारामा मैले त अब मेरो आफ्नै उसमा त म भनिरहेको हुन्छु तर मेन कुरा चाहिँ यो त्यो महिलाहरू जो चाहिँ छ नि बिग्रिनुमा पनि फेरि मैले चाहिँ पछाडि विदेश गएको दाजुभाइकै देख्छु क्या किनभने जहाँ त्यो श्रीमती चाहिँ छ नि त्यो गाउँमा छ नि बाबा आमासँग राख्ने हो क्या अब बाबा आमालाई हेरचाह होइन बाबा आमालाई हेरचाह गरेर बस्ने एउटा फ्यामिलीसँग चाहिँ राख्नु पर्यो क्या फ्यामिलीभन्दा टाढा लगेछ हिरोनी बनाएर अनि पहिला गएको त ठिकै पनि हो लाग्छ कहिलेकाहीँ त अनि तर हो त्यस्तो एउटा बालबच्चाको आमा बाउ भएपछि चाहिँ अब त्यसरी जानु चाहिँ छोराछोरीको लागि अपराध गरेको हो होइन उसलाई त अब त्यो रमाइलो हो पैसा बुढोले पठाएको रमाइलो भइगयो तर त्यो छोराछोरीलाई चाहिँ अपराध हो नि त त्यो चाहिँ नगर्नु जो पनि दिदीबहिनीहरूले त्यो चाहिँ नगर्नु के तर जो पनि अब बिहा गरेको छ अब धेरै वर्ष ग्याप भयो बालबच्चा छैन भने त उनीहरूको इच्छा हो होइन जेसुकै होस् तर त्यो बालबच्चा छ भने चाहिँ त्यसो नगरेको राम्रो अनि मेन कुरा चाहिँ छोरा मान्छेले नै बुढीलाई बालबच्चालाई त्यो सहरमा पढाउने सहर र गाउँमा केही पनि फरक छैन क्या गाउँमै छ र गाउँमै पढेको हो त हामी होइन किन सहर पठाउनु पर्यो गल्ती चाहिँ उनीहरूको पनि हो मेन चाहिँ के अरे सहर लानेको त सबैको बुढी पहिला गए चाहिँ गाउँघरमा अलिकति प्रगति हुन्थ्यो पनि लाग्छ तर जहाँ त्यो बालबच्चा छ भने चाहिँ बुढाले अर्को ल्याउने बुढी अर्कोसँग जाने त्यो चाहिँ बालबच्चालाई चाहिँ उनीहरूले चाहिँ जसरी हुन्छ डिप्रेसन अथवा त्यो बच्चालाई चाहिँ केही न केही चाहिँ हुन्छ क्या कति बच्चाहरूलाई त्यही भएर त्यो चाहिँ दुइटाले नगरेको राम्रो अनि यसैमा रोस्ट हान्नु पर्यो नि हजुरको पारामा
यसोमा रोस हान्नुपर्ने म त के अरे मेरो पारामा त 5 पुस्ताला पुग्ने गरेर म त यो छोरी मान्छेको त त्यो पहिला जाने बाटो जहाँ हुन्छ नि पहिला जाने बाटो भनेको मतलब त्यो मेन हुन्छ नि त्यसलाई पहिला जाउँ भनेर चुमुक चुमुक हुने म त आइरन लगाइदिने आइरन तताएर के अरे आइरन लगाइदिनुपर्छ 1-2 जनालाई अनि चाहिँ ठिक हुन्छ ए छोरा मान्छेलाई पनि त्यही हो कैँचीले काटकुट 1-2 जनाको त्यसो गऱ्यो भने चाहिँ अलिकति फरक हुन्छ होला नत्र भने त्यो बानी परिसक्यो होला केही गर्न सकिँदैन मैले यो पहिला टिकटक चल्दाखेरि मलाई जयनारीले चाहिँ मलाई इनबक्स गरी बोलाउँथे क्या यहाँ लु माया आउनु पर्यो यहाँ ठोक्नुलाई भन्थ्यो उसलाई दुनियाँले ठोक्छ भने उसले त ठोक्न सक्दैन ठोक्नु मलाई बोलाउने क्या अब ऊ त के अरे उसको उसले त डिग्री होल्डरहरूले त्यस्तो बोल्नु हुँदैन अरे म त्यहाँ गएर त्यहाँ पनि कति कुराहरू भइरहेको हुन्थ्यो होइन अनि त्यो बेलाखेरि चाहिँ होइन यो अरू कुरा केही होइन लाग्ने कैँची ल्याउने हो छिनाइदिने हो भनेको त्यहाँ दाजुभाइले हो त्यो त भएन त्यहीँको अब मुख्य राम्रै मान्छेहरू त्यहाँ हुँदा पनि त्यो त हुँदैन होइन के सोच्नु भयो दाजुभाइहरू कान्छी अम्ला भनेकै भनिदिन्थ्यो क्या तर यो कुरा पनि ठिकै हो है भन्नुहुन्थ्यो क्या अब मेन कुरो मेन्टली सबै बिगार्ने त त्यही त हो नि होइन त्यही भएर 1-2 जना छोरी मान्छेलाई नि त्यसो गरेर छोरा मान्छेलाई त्यसो गरेर चाहिँ अलिक ठिक हुन्छ मेरो उपचार चाहिँ हो अब लागु भएको छैन लागु गर्ने अवसर चाहिँ पाउनु भएको छैन होइन हजुरको बोलीमै दम छ लागु गर्नै पर्दैन होइन यसमा म अलिकति त्यही त म पनि ब्याकअप गर्छु यस्तो छ 1-2 लाइभमा देखिरहेको थिएँ सुबिनालाई त्यो ओहो हाम्रो नाना त मान्छे खसी पार्ने नाना होइन भएको त्यो छ अनि कतिपय चाहिँ कस्तो पनि पाएको छु भने कसैको लाइभमा पुग्यो भने त्यहाँ नाना राइट टाइममा आइपुग्नु भयो आउनुहोस् यहाँ यस्तो भइरहेको छ भनेपछि त्यो जुन मान्छेहरू चाहिँ त्यहाँ हौडा गरिरहेको हुन्छ त्यो मान्छेहरूले नै फेरि नाना नमस्ते सेवा भनेर उनीहरूले नै त्यो कमेन्ट पहिला ब्याड कमेन्टहरू गरिरहेको तर सुबिना पुगेपछि त्यो उनीहरूले नाना भनेर उसलाई नै होइन सम्बोधन गरेर नमस्ते गरिरहेकोहरू देख्छु अनि मलाई हाँस उठ्छ कि त्यो उसको त्यो बोलीको अभाव के अरे प्रभाव चाहिँ परेको छ त्यहाँ सुबिना आएपछि त्यहाँ समथिङ हुन्छ है कतिपय हाम्रो होस्टर दाजुहरू एकदमै राम्रो होस्टिङ गरिरहनु भएको हुन्छ त्यहाँ पनि कतिले खराब कमेन्ट गरिरहेको हुन्छ अनि उनीहरूले सुबिनालाई सम्झनुहुन्छ अरे के सुबिना बुनु भएको भए यहाँ फरक हुन्थ्यो भनेर उसको त्यो पना एउटा छ त्यो मलाई मनपर्छ त्यो पनि हुनुपर्छ त्यो त हुनै पर्यो हुनुपर्छ यो सबैमा हुनुपर्छ त्यो भयो भने चाहिँ अलिकति कम हुन्थ्यो कि के हुन्छ कि केही चाहिँ होइन अब कतिले चाहिँ कस्तो भने अब जस्तै अब मेरै लाइफमा आउँछ होइन अब त्यहाँनिर मान्छे धेरै हुन्छ मान्छे धेरै भए बित्तिकै चाहिँ यसलाई चाहिँ यो शब्द लेखेर चाहिँ म लेट डाउन पार्छु भन्ने सोचाइले आएको हुन्छ क्या जुन त्यो शब्द चाहिँ अरू मान्छेले पढ्न सक्दैन म मेलेले पढिदिन्छु क्या मजाले पढिदिने अनि त्यसलाई कहाँ लगेर राखिदिने त होइन फेक आइडी छ भने उसलाई चाहिँ बिचरा दसैँ लागेर आउँछ क्या मेरोमा चाहिँ अनि मजाले सुन्छ लेख्छ होइन अलि कहिले त लेख्नै छोडेर भाग्छ क्या त्यो फेक आइडी पनि भाग्छ क्या यति मान्छे त हो त्यो पनि होइन एउटा छोरी मान्छेको लाइफमा गएर अब जस्तै मेरोमा पो लागु छैन त कुनै छोरी कमजोरी छोरी मान्छेलाई त कोही त झुन्डेर मर्छु अब यसो गर्छु भनिरहेको हुन्छ क्या त्यो कुराले त्यो यो सोसल उसमा आएपछि होइन त्यो डराउने लजाउने होइन क्या अब मेरो फेक आइडी बनाएछन् ल मेरो फेक आइडीहरू बनाएछ क्या कति मान्छेहरूले होइन अब त्यो पैसा कमाउनलाई गरेको कति रिसाएर बनायो होलान् मलाई लागै छैन अब यसले टाउको दुखाउँछु भनेको मेरो टाउको दुख्नु पर्यो नि त्यही भएर उसको त्यो टाउको दुख्छ क्या त्यही भएर त्यो डराउने त्यो लजाउने अब झन् त्यो बिचरा यो टिकटकमा होस् होइन जुनसुकै ठाउँमा होस् मान्छेले कम्तीले चिनेको छ भने त्यसको भिडियो अरूले लगेर बिगारिदिँदैमा झन् उसको त केही नै हुँदैन अब मेरो चाहिँ एटलिस्ट अब राख्छ भने भ्यू खान्छ त्यो मान्छेले क्या त्यही भएर राख्छ होला तर मलाई लागै छैन क्या अब कतिले अब त्यही फेक आइडीमा गएर अब मैले गरेको मै जस्तो लाग्छ होला नि त त्यहाँ अनेक भाँति कमेन्ट गरे हुन्छन् अनि त्यो नि मिलाएर बोलिरहेको हुन्छु कहिलेकाहीँ हुन्छ अब यो
जोसुकै सेलिब्रेटीहरूको त हुन्छ कति नराम्रो भिडियोहरू बना हुन्छ होइन म त को हो र तिनीहरूलाई गाली गर्दैन मेरो के जान्छ र मैले तिनीहरूलाई गाली गर्दैन के जान्छ र बक्कुदियो त्यही त अब यो रोस्ट हान्ने क्रममै अब हामी त साथी भएको कारणले गर्दाखेरि कतिले मलाई प्रश्न गर्नुहुन्छ क्या अनि उर्मिला जे चाहिँ कस्तो अब रोस्ट हान्नुहुन्छ नि त लाइक 5औं पुस्तासम्म पुग्ने गरेर होइन अब A to Z सबै शब्दहरू प्रयोग गर्नुहुन्छ सो उहाँको फ्यामिलीले चाहिँ उहाँलाई केही भन्नुहुन्न कि के हो र भनेर मलाई सोध्नुहुन्छ है कति साथीहरूले यो यसको एन्सर चाहिँ म भिनाजुतिर जान चाहन्छु हजुर यस्तो छ म अघि पनि भनिसकेँ साह्रै सफ्ट आउँछ क्या होइन यस्तो मैले देखेको चाहिँ के छ भने ऊ चाहिँ एउटा त्यो अघि मैले भने त्यो नेचुरली बर्न लिडर होइन ऊ चाहिँ कस्तो भने त्यो घरमा अब मैले अघि भने मेरो घरमा पनि अब सासूले पनि उसै कुरा सुन्ने ससुराले पनि उसै कुरा सुन्ने जेठाजहरू पनि बाहिर आउटिङमा धेरै खाइरहनु भएको छ भने तपाईँ रङ है त्यो खाएर बाइक नकुदाउनुहोस् होइन कान्छी बुहारी छ है भनेर अलिकति सचेत मैले दाइ मात्रै नभएर भाउजूहरू पनि त्यस्तै देखेँ अरे कान्छी छ यहाँ त हामी अलिक जोगिनुपर्छ अलिक सच्चु नत्र कान्छीले होइन उसले चाहिँ त्यो कन्सेप्ट बनाएको छ कि एउटा के त्यो कसरी बनायो त्यो त त्यही त होइन त्यो मलाई थाहा भएन तर उसको त्यो पना छ कि उसको घरमा पनि जब ऊ छुट्टी जाँदा ऊ गयो भने त्यो भाइहरू बुहारीहरू अरे दिदी आउनुभएको छ अब 1-2 महिना त हामी खट्नुपर्छ है यहाँ दिदीको अगाडि उसको त्यो पना उसले बनाएको छ गर्दाखेरि म चाहिँ भन्छु सी इज अलवेज राइट अनि उसले चाहिँ राइट कुराकै लागि माथि फाइट गरिरहेको हुन्छ कि एउटा त्यस्तो उसलाई त्यो रिस उठ्दाखेरि उसले शब्दहरू अनेक युज गर्छ प्रयोग गर्छ तर त्यो त नेचुरल शब्द हो नि त होइन जब मान्छे रिस उठ्दाखेरि मलाई जुन भनिसकेँ नि रिस उठ्दाखेरि मान्छेले हजुर तपाईँ भन्दैन नि त रिस उठेपछि तँ भनिन्छ हामीले होइन त्यो हुने नहुने गाली आउँछ त्यो उसलाई चाहिँ त्यो नेचुरली आएको हो कि त्यो छ गर्दाखेरि म चाहिँ के भन्छु भने सुबिनाले कसैलाई बिना रिजन नराम्रो भनेको मैले देखेको छुइनँ अहिलेसम्म हामी बिहा गरेको 20-21 वर्ष भइसक्यो उसले त्यो कसैलाई बिना रिजन त्यो नराम्रो भनेको थाहा छैन तर यदि कसैले चाहिँ कसैलाई हेप्ने दबाउने होइन अनि नहुने कुरा गर्यो भने चाहिँ सुबिनाले अघि तपाईँले भने जस्तो 5 पुस्तै पुग्ने गरी भन्छ त्यो छ उसले गोलीले उडाउँछ उसको त्योपना छ गर्दा म चाहिँ भन्छु सी इज अलवेज राइट मेरो आँखामा चाहिँ त्यो छ हजुर हजुर ओके सो भर्खर अब रिसेन्टलीको घटना मैले टिकटकमै देखेको है 2-3 हप्ता होला अगाडि मेलिना राई लाइक तपाईँले स्टेजमा चढ्दाखेरि यो स्टोरी भनौँ न मेलिना राईको बारेमा भन्दा पनि म सबै कलाकारहरूलाई सबैलाई नै आदर गर्छु रेस्पेक्ट गर्छु तर अलिकति एटिट्युड भएकोलाई चाहिँ जोसुकै होस् लागु छैन तर त्यो बेला चाहिँ होइन मलाई फेरि यो मेरो थोपडालाई होइन का बोक्सी जस्तो तेरो अनुहार भन्छन् कहिलेका फेक आइडी खोलेर म खुसी लाग्छ क्या अरे बोक्सी पनि भएछु मलाई उपनामहरू दिएको नि मनपर्छ क्या फेक आइडी बनाएर त्यो विषयमा चाहिँ मलाई रोस्ट चाहिँ म सबैलाई नै हानि हुन्छु रोस्ट भनेको मतलब सत्य कुरा हो होइन अब त्यत्रो उसले चाहिँ अब त्यत्रो बेर उनीहरू इन्गेजमेन्ट बस्यो गरे होइन जो चाहिँ त्यही हाम्रै राई समुदायहरूले चाहिँ होइन त्यसो नगर यसो नगर है भनेर ऊ चाहिँ टुटेको हो नि त उसले त टुटाएन होला होइन उसले अब जुन त्यो समाजले काहीँ नभएका होइन यस्ता अब जातको कुरा गर्दैन भन्यो गर्छ क्या अझै पनि होइन अनि मैले त्यो भिडियो बनाएको थिएँ त्यो देखेरै छ मेलिना बहिनीले होइन डराएर उता गयो क्या अनि कतिले भन्छ क्या त्यो डरै लाग्ने रहेछ त म त डर लाग्दैछु त नि मेलिना राई भन्दै यति अग्लो पनि रहेछ झन् डर लाग्यो होला उता हिँडेछ अनि भित्र आएर रुए पनि रे के अरे नि भन्दै थियो कसैले फोटो खिच्न नि पाएन रे भन्दै थियो एउटा सेलिब्रेटी अब सेलिब्रेटी मानेको त हामीले त हो होइन अब यहाँ आएर यो युके जस्तो ठाउँमा किन आउनु त आएपछि त्यो फोटै खिच्न नमान्ने ऊ चन्द्रमामा गएर बस्नु नि त अनि फेरि एउटा यहाँ युकेको रहेछ फेक आइडी के जाति भन्ने फेक आइडी जस्तो होइन त्यसले चाहिँ मलाई ट्याग गरी पठाइरहेको थियो त्यो लाउरेहरू चाहिँ सम्हालि नै सकेन मेलिना राईलाई देखेर अरे क्या कहाँको भिडियो राखेको थियो कुनी अब त्यहाँनिर यहीँको जस्तो त लागेन यहीँको भए पनि अब तेरो ऊ चाहिँ के अरे केटी मान्छेको अगाडि भन्दा नि केटा मान्छेको अगाडि चाहिँ नाच्दो रहेछ कराउँदो रहेछ त्यो लाग्यो त्यसले देखाइरहेको थियो कि त्यो मान्छेले त्यो भएर हो त्यहाँनिर हो त्यो भिडियो मैले बनाउँदै गर्दा धेरैजना उफ्रिनु भएको थियो के अरे दाजुभाइहरू अनि मैले पनि त्यही अनुसार म पनि राइनी नै हो नि त अनि पहिला गएको मान्छेलाई कन्ने बनाउनु मिल्दो रहेछ अनि म त्यही भनेर भिडियो बनाएको थिएँ पछि म नि 4 जनाको आमा हो होइन मेरो राई दाजुभाइ दिदीबहिनीहरूले चाहिँ म पहिला जान चाहन्छु म कन्ने हुन चाहन्छु मलाई नि पहिला पठाऊ भनेर भनेको
किनभने अब सत्य कुरा हो त मैले बोलेको त त्यो त नराम्रो त होइन नि त उनीहरूले अब त्यत्रो बसेपछि माया प्रेम छुट्नुमा एकलाई अर्कालाई भएकै छ होला त्यही समाजले गरेको हो क्या तर पनि त्यो बेला जहाँ चाहिँ मैले त त्यहाँनिर त अब सम्मान गर्न गएको हो नि त म त त्यो डराएर भाग्ने म त्यहीँनिर त गएर ठोक्ने त होइन नि त यस्तो त्यो सबैले मानेको कलाकार अरे अनि यस्तो हेरेर गएको छ त्यो रियल भिडियो छ है म त्यहाँ फेरि कुन्डामा गएर गीत गाएको गीतै बिर्सेछ भनेपछि यस्तो रहेछ त्यो अगाडि त्यो उनीहरूको इङ्गेजमेन्ट भयो होइन इङ्गेजमेन्ट भएर इङ्गेजमेन्ट टुट्यो जातको कारणले गर्दा त्यसको हेर्नुहोस् चाहिँ त्यो जातको कारणले चाहिँ टुट्नु भएन है भन्ने चाहिँ सुबिनाको सन्देश त्यो थिएछ त्यो बेला तर त्यो चाहिँ मान्छेले एकदमै त्यो बेला अब हुन्छ नि सबैसम्म पुर्याइदियो कि जुन मेलिना राईसँगै पुग्यो त्यो बुनुलाई त्यो सायद त्यो पचेन सायद त्यो उहाँलाई दुख्यो भनौँ न म चाहिँ त्यो पाराले भन्छु उहाँको एगेन्स्टमा सुबिना पटक्कै छैन तर त्यो समाजको एगेन्स्टमा हो कि त्यो जातको कारणले लभ टुट्नु भएन कि जातको कारणले चाहिँ कुनै पनि कुरा नबिग्रोस् होइन विशेष गरी अब यो माया सम्बन्ध भन्ने कुरा नबिग्रोस् भनेर चाहिँ सुबिनाले त्यो सबैलाई उसले त्यो सन्देश दिइरहेको हुन्छ त्यो मेलिना बुनुसँग पनि पुगेको हुनुपर्छ उहाँले त्यो देखेपछि उहाँलाई सायद अलिकति त्यो फरक फिलिङ भएको होला त्यो हो कि भन्ने होइन तर मलाई चाहिँ ऊ लागेको छ त्यो हो कि उहाँको साउन्ड सिस्टम समथिङ मिस्टेक भयो कि त्यो त मलाई थाहा भएन तर सुबिनाको एउटा उसको पना चाहिँ के छ भने कलाकार देखेपछि ऊ एकदमै त्यो दिल खोलेर उसले रेस्पेक्ट गर्छ रमाइलो गर्छ दिल खोलेर सबैलाई हुन्छ नि आफ्नो सर्वोच्च सुम्पम भन्ने पनि उसको त्यो पना छ है गर्दाखेरि अब सबै कलाकारलाई विशेष गरी मलाई रमाइलो लाग्ने चाहिँ प्रीति आले थियो त्यहाँ अनि उसले चाहिँ अब मेलिना राई र प्रीति आउने रे होइन अरे जानुपर्छ तिमीलाई प्रीति मनपर्ने होइन उसले उसको मेलिना राईको गीत सुनिराख्ने अनि ओके जाऊँ न त भनेर गएको त्यहाँनिर अलिकति कस्तो भने उसले वरिपरिलाई होइन त्यहाँ अरू भाइहरू पनि थियो होइन अरूहरूलाई पनि कस्तो ठाउँमा के गरेको यो कार्यक्रममा मान्छेहरू किन आउन दिएको भन्दै थियो अरे अब मान्छे नभएको ठाउँमा जाँदा जङ्गलमा नाच्दा भइगयो नि जङ्गलमा एक्लै गएर नाच्दा भइगयो नि त होइन अनि म जस त्यो कार्यक्रममा चाहिँ त्यहाँनिर चाहिँ त्यो कन्सर्टमा चाहिँ प्रीति आलेसँग चाहिँ भक्कु रमाइलो गरेँ त्यही पसिना आयो अनि घरतिर आएँ हजुर हजुर देखिरहेको थिएँ यसो हामी चाहिँ माया र सम्बन्धको यो कुरा गरिराख्दाखेरि भिनाजुको नजरमा मायाको परिभाषा कसरी गर्न चाहनुहुन्छ होइन यो त एकदमै गहिरो ऊ हो घरिघरि सुबिनाले मेरो पनि के अरे कुरा हुँदाखेरि सुबिनाले मलाई भन्छ कि तपाईँले माया गर्छु भन्नुहुन्छ कसरी माया देखाउनुहुन्छ देखाउनुहोस् त भनेर उसले त्यो भनिरहेको हुन्छ म चाहिँ उसलाई जिस्काएर हात एकदम त्यति ठुलो माया हुन्छ कि अनि यसो गरेर पछाडि लान्छु कि अनि अझै अटेन त्यो हुन्छ म चाहिँ के भन्छु भने माया भनेको एउटा पवित्र चिज हो होइन त्यसको सबैले रेस्पेक्ट गर्नुपर्छ सबैले कदर गर्नुपर्छ अनि पवित्र माया भयो भने त्यसले मान्छेलाई शक्ति दिन्छ ऊर्जा दिन्छ म त्यही भन्छु कतिपय कुरा म उदाहरणमा कस्तो पनि लिन्छु भने मलाई कतिपय अघि भन्नुभयो म अब मिलिट्री उसमा हुँदाखेरि काममा हुँदाखेरि ड्युटीमा हुँदाखेरि कतिपय कुराहरू मलाई फिजिकल्ली एकदम सकस परिरहेको हुन्छ तर मलाई सुबिनाको याद आउँछ कि मलाई उसको मुस्कान उसको लागि मैले केही गर्नुपर्छ है भरे मेरो यस्तो हुन्छ भनेपछि त्यो मलाई इनर्जी मिल्छ कि गर्दा माया भनेको चाहिँ एउटा इनर्जी पनि भन्छु म शक्ति हो होइन एउटा पवित्र कुरा एउटा शक्ति हो भन्छु म चाहिँ अब हाम्रो दिदी चाहिँ अब आमा भएको कारणले गर्दाखेरि आमातिरै जान चाहन्छु आमाको परिभाषा कसरी दिनु चाहनुहुन्छ आमाको परिभाषा दिनुपर्दा भाइ आमा भन्नु सजिलो 2 शब्द आमा अरे होइन आमा भन्नु चाहिँ धेरै नै कठिन छ होइन अनि आमा नै हो भगवान आमा नै सबै कुरो क्या आमाले दिएको जन्म अनि आमाले निकालेपछि बाउ हो भनेर देखाएको हो नि त होइन त्यही भएर आमा भनेको त सबै चिज हो माया ममता हरेक कुरा हुन्छ आमामा होइन अब आमा भन्दा अरू त कुनै शब्दै छैन कुनै केही छैन यो संसारभरिमा जीव जन्तु होस् मान्छे होस् आमा भन्दा ठुलो कोही पनि छैन हजुर आमा हुनुहुन्छ हुनुहुन्न शिक्षादेखि लिएर चाहे त्यो आमा पढे होस् नपढे होस् होइन त्यो आमा भनेको चाहिँ भगवानै हो त्यही आमा शिक्षित त्यही आमा होइन संसारकै राम्री अब व्याख्या गरेर ठाउँै छैन आमाको त अनि आमा भन्न सजिलो छ तर आमा बन्नेहरूलाई पनि थाहा कतिलाई थाहा होला
म त 4 पटक आमा बनेको छन्। एउटा आमा बन्नुलाई ज्यानको बाजी राख्नुपर्छ। आफूलाई म बलिदान दिँदैछु है भने जस्तो हो क्या। मर्छ कि बाँच्छ थाहा हुँदैन होइन। अब नानी खुसी छ होइन, अब बच्चा जन्माउँदैछु तर थाहा हुँदैन कि अब कति त त्यसरी नै कति आमाहरू त त्यसरी नै जानु भएको छ नि त होइन। बच्चा निकाल्ने खुसीमा ज्यान गुमाउनु भएको छ नि त होइन। त्यही भएर आमा भनेको त यो संसारभरिको भगवान् आमा नै हो। त्यो गएर मन्दिरमा नमस्कार गरेर त्यो धर्म कर्मको कुरा गर्छ नि मान्छेले, आमै हुन् सबै कुरो। अनि साथ दिने काँध दिने चाहिँ बाउ पनि हो भन्न चाहिँ हामी प्रायः जसोले अब आमाकै बयान गरिन्छ नि त बाउको भन्दा पनि होइन। सो अब जिम्मेवारी त बाबा आमाको एउटै हुन्छ, बराबरै हुन्छ, तर अलिकति हामी हेर्दाखेरि चाहिँ आमाकै व्याख्या गरिन्छ। एकदमै नि आमा नै शिक्षा, आमा नै सबै कुरा हो। हजुर आमाले अब कसरी भन्नु क्या अब भन्दाखेरि नि त्यही आमाले हरेक कुरा सिकाएर हुर्काएको हुन्छ होइन। अब यो पेटदेखि नै आमा र आमासँग हाम्रो त अब त्यो कनेक्सन हुन्छ नि त, गफ हुन्छ होइन। अब पछि देख्ने हो क्या बाउलाई चाहिँ अगाडि त अलरेडी आमासँग छ नि त ऊ, अनि आमाले चिनाएको हो क्या बाबालाई चाहिँ। दोस्रोवाला बाबा चाहिँ दोस्रो नम्बरमा आउँछ, पहिलो नम्बर आमा चाहिँ सबै चिज आमा नै हो। थ्याङ्क यू सो मच, राम्रो परिभाषा दिनुभएकोमा। सो अहिले चाहिँ मैले देखिरहेको छु तपाईँले चाहिँ प्योर नेपाली ढाकाको कपडा लगाउनु भएको छ, अनि घाँटीमा चाहिँ त्यो के होला, के भन्छ त्यसलाई? यसलाई चाहिँ किन लगाइन्छ होला विवाहित महिलाहरूले? तिलहरी हो त्यो? होइन, आज त्यो रातो लगाएर आएको क्या। हजुर, यो त किनेदेखि लगाएको नि थिइनँ हो। आज मेरो आज चाहिँ उद्घाटन भएको उद्घाटन हो। अनि मलाई बधाई छ। अनि उसले युनिफर्म लाएर अब यो चाहिँ खासमा राईहरूले लाउने हो होइन। हजुर, अनि ठ्याक्कै यो लाउँदा चाहिँ विवाहित जस्तो देख्छु कि भनेर हो नि, त्यो विवाहित महिलाको पहिचान हुन्छ हो नि। अनि त्यही भएर आज त बेहुली जस्तै देखेर जानु पर्यो भनेर के। हजुर 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 हजुर। सो अब हामी अन्त्यमा छौँ। हजुर। सो हामी दिदीभाइको परिचय चाहिँ कसरी भएको थियो होला यसो भनिदिनु पर्यो, मलाई रमाइलो सुन्नु मन लाग्छ कि चिनजान कसरी भएको थियो होला? अब दिदीसँग भेट्दा त अभियसली हल्का त गाली खाएर भेट भएको हुन्छ। एकदम जसरी अब टिकटकमा अब तपाईँको लाइभ हेर्दाखेरि जसरी तपाईँ अब त्यहाँ प्रस्तुत हुनुहुन्छ नि त होइन, हजुर, आगो रूपमा, तर म जसरी तपाईँलाई भेटेँ प्रत्यक्ष रूपमा त्यो चाहिँ पाएन, मैले एकदम सफ्ट पाएँ। हजुर, होइन मान्छे फरक छु नि त। हजुर तर अब हुन्छ नि परेको खण्ड भन्छ नि के अरे मान्छेले कतिले एक्टिङ गरेर कति हिरो हिरोइनले अर्कै एक्टिङ गरेको हुन्छ होइन। तर मलाई चाहिँ रिसले चाहिँ त्यो जुन बेला जहाँ बोल्नु पर्ने नि त्यो बेला चाहिँ मलाई कुनै एक्टिङ चाहिँदैन। किनकि म गाउँमा जन्मेर हुर्केको मान्छे हुनाले चाहिँ गाउँले स्टाइलै जान्छ मेरो चाहिँ, मान्छेले जेसुकै भनोस् लागु छैन मलाई। अनि खोइ के कुराले अब त्यो एउटाले रिस उठाएको छ भने नि त्यो अनुहार मिल्नेलाई पनि कुट्नु मन लाग्छ मलाई त। त्यो दिन जो म लाइफमा थिएँ होइन, जो चाहिँ एमी भाइ होइन, त्यो एमी भाइलाई पनि त्यसलाई नि म ब्याड वेमै हेरेको थिएँ पहिला, बडी बनाएर छ केटो। एक दिन म यसो टिभी रुममा यसरी यो मेरो ढाड दुख्ने छ नि त, यस्तो एक्सर्साइज गरिरहेको आएर कमेन्ट छोडेछ मेरो लाइफमा के खालको एक्सर्साइज हो भनेर लेखेछ केटोले। अनि म छक्क दिमाग आयो कि गएर उसको भिडियो हेरेँ, बडी बनाएर यो भ्यागको त्यो तँलाई पक्कै त मनमने चाहिँ यस्तो लाग्यो कि यस्तो भन्छु यसलाई। अब ठ्याक्कै फोटो किन स्क्रिनसट गरिराखेँ होइन, यसलाई चाहिँ ठोक्नु पऱ्यो, झन्डा नि युकेकै छ होइन। अनि यो अब एमी भाइले चाहिँ भेट्ने भयो भनेर उ गरेको, अनि पछि आएर बोलेपछि राम्रो लाग्यो क्या भाइ। अनि चाहिँ के भयो भने त्यो बेला भाइले चाहिँ म अल्लासोड आउँदैछु होइन महाजोडीको उसमा भन्दा चाहिँ होस्टिङ गर्छ दिपकले, मेरो साथी हो आउँदैछ भनेरै छैन। अनि अब त्यो बेला कसले रिस उठाइरहेको थियो मलाई होइन, कहाँ मलाई रिस उठिरहेको थियो। अब अनि भाइ चाहिँ त्यहाँ दिपक भाइ चाहिँ यहाँ रहेछ,
चिन्दिनँ म दीपक सिपक बजिया को हो भनेर भनेछु रे होइन है त्यो भनेको है मैले अनि साँच्चीकै याद गरेको थिएन होइन भाइले त्यहाँ भेट्दा अनि भाइलाई चाहिँ त्यो अगाडि देख्दा कम त हाँसु उठेन होला नि यो जमरेङ्गे दिदी आइछ भनेर मैले नै चिनाएँ फेरि दिदी तपाईँले अस्ति लाइभमा गाली गर्नु भएको थियो हो त्यो चाहिँ म हो भनेर मिठो गाली गर्नु रमाइलो गर्यौँ एकदम रमाइलो भयो नि भाइ कहिल्यै बिर्सिन्न त्यो रमाइलो त मजाले रमाइलो गर्यो हामी हाम्रो खगेन्द्र भाइ हामी त्यो बेला कम्मर दुखेको थियो त्यो नाच्नै नहुने थियो अम दुईजनाले नचाएर झन्डै मारे नि त मलाई भिडियो खिचेर साथ दिनुहुन्थ्यो भिनाजु होइन कति सहयोगी राम्रो हजुर अब चाहिँ हामी अन्तिममा छौँ सो अब मैले सोध्न बाँकी भएको अथवा तपाईँलाई कुनै चिजहरू भन्न मन लागेको केही छ कि दिदी अब भन्न मन लागेको त रमाइलो गर्नुपर्छ जिन्दगीमा भाइ अझै पनि होस्टिङ गर्दै होइन अब यो टिकटक पनि छोड्नु हुँदैन युट्युब पनि छोड्नु हुँदैन होइन अनि हाम्रो भाइको युट्युब अझ राम्रो होस् राम्रो हुँदै जाओस् होइन कति मान्छेहरू म फेमस हुन्छु भन्दा पनि भएको छैन होइन कति आफू चाहिँ कन्फिडेन्स साथ अगाडि बढ्ने हो कोहीसँग डर लाज नमाने अघि बढ्ने लजाउनुलाई चोरेको हुनु पर्यो डराउनुलाई पुलिसले पक्रिन्छ कि भन्ने त मान्छे काट्नु पर्यो नि त मान्छे काट्नु भएन चोर्नु मिलेन योभन्दा अरू त होइन बोल्ने ठाउँमा बोल्ने के अरे बालै फरार भन्छ नि बोल्ने ठाउँमा बाँकी छोड्ने होइन अनि जिन्दगी रमाइलो गरी जाने हो त्यही हो थ्याङ्क यू दिदी धन्यवाद हजुरले युट्युबलाई माया गर्नु भन्दाखेरि चाहिँ आजको दिनसम्म हाम्रो यो पोडकास्ट हुँदासम्म चाहिँ मेरो 21,500 सब्सक्राइब हुनुभएको छ सबैजनालाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु सो अब चाहिँ भिनाजुतिर जान चाहे केही छ अन्तिममा भन्नुपर्ने हजुर म त जहिले पनि त्यही नेचर प्राकृतिक कुराहरूसँग जोडिरहेको हुन्छु जोडिदिरहेको हुन्छु हामी अब जन्मेपछि एक दिन मर्नेछु होला होइन तर यो जो बाँचुन्जेल चाहिँ एक्ला साथ दिने सपोर्ट दिने माया दिने होइन कमजोरी मान्छेलाई चाहिँ साथ सपोर्ट दिएर माथि उठाऊँ टेउदिउँ होइन अघि सुबिनाको एउटा छुटेको पाटो चाहिँ त्यो जुन तपाईँले भन्नुभयो त्यो दुखी गरिब देखेपछि सुबिनाको मन यति कमल हुन्छ कि त्यो उसको आँसु खस्छ त्यो उसको कडापना छँदैछ कि तापनि ऊभित्र त्यो रियल मान्छेमा हुनुपर्ने उसको त्योपना छ त्योहरू छ गर्दाखेरि एकले अर्कालाई चाहिँ सहयोग गर्ने मद्दत गर्ने गुड भाइब्स दिने हौसला दिने म त्यो भन्छु नकारात्मक सोच कसैले पनि नराखौँ एकले अर्काप्रति यो रिस राख नगरौँ भन्छु म जहिले पनि हामी एक दिन सबै मरेर जानु नै छ हामी तापनि होइन एकले अर्कालाई साथ सपोर्ट माया हौसला दिएर खुसी साथ जिन्दगी बिताउँ भन्छु सबैजनालाई म चाहिँ हजुर हजुर थ्याङ्क यू सो मच अनि त्यही त अब यो युके जस्तो व्यस्त समय बावजुद पनि स्विडेनदेखि यहाँ हेजसम्म 2-3 घन्टा ड्राइभ गरेर आज मेरो कार्यक्रममा आएर मेरो कार्यक्रम अझै सफल पारिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि जो जतिले अहिले मेरो यो पोडकास्ट हेरेर तपाईँले साथ दिनुभएको छ जो जतिले स्पोन्सर गर्नुभएको छ जो जति मेरो गेस्टको रूपमा आइदिनु भएको छ तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी नै सधैँभरि माया गर्नुहोला भन्न चाहन्छु सो हजुरहरूलाई चाहिँ हाम्रो ए स्टार फाइनान्स सोल्युसन युके जो हेजमा रहेको छ अब हजुरहरूको त 2-3 घर छ होला आई थिङ्क अझै धेरै छ होला अब किन्नु पर्यो भने चाहिँ ओन्ली वान यो खासमा भन्दाखेरि संसारकै गरिब म मात्रै छु हो भाइ एउटा 18 भन्नु न हाम्रो ए स्टार फाइनान्स सोल्युसन युकेलाई सम्झिदिनु होला उहाँले चाहिँ तपाईँलाई मायाको चिनो सानो गिफ्ट प्रदान गर्नुभएको छ सो अब यहाँ गुडी ब्यागमा चाहिँ के छ घर गएर हेर्नु होला भन्न चाहन्छु गाह्रो भयो यतैतिर पुग्नु होला हुन्छ कि यतातिर गिफ्ट त यतै दिनुपर्छ कमाउने त भिनाजु होला सुबिना थ्याङ्क यू एकदमै थ्याङ्क यू होइन हाम्रो दीपक भाइलाई असाध्यै धन्यवाद एकदम धन्यवाद भाइलाई अनि मलाई त भाइहरूले बोलाएपछि त जहाँ पनि पुग्ने पो त हामी त बुढाबुढी मिलेपछि जहाँ नि पुग्छौँ भाइहरूले यता आइज यता गइहाल्ने हो रमाइलो नि गर्ने हो तर आज भाइले चाहिँ इन्टरभ्यूको लागि बोलायो भाइले होइन खुसी लाग्यो भाइको सधैँ फलोस् फुलोस् राम्रो होस् ज्ञानी भाइ हजुरको माया सधैँ पाइराखौँ यो चाहिँ मैथानी इन्टरटेनमेन्ट युट्युब च्यानलको तर्फदेखि है यो चाहिँ म भिनाजुलाई दिएँ हजुरलाई नदिने यो चाहिँ एकदमै धन्यवाद ल कति राम्रो ल मैथानी इन्टरटेनमेन्ट थ्याङ्क यू भेरी मच एकदमै चाहिँ नि तपाईँको समयको लागि तपाईँको यो अमूल्य समय दिनुभयो मनको कुरा खोल्ने एउटा मौका दिनुभयो एकदमै थ्याङ्क यू
तपाईँको एकदमै उत्तरोत्तर प्रगतिको कामना गर्छु म हृदयबाट नै एकदमै अल द बेस्ट भन्छु म। थ्याङ्क यू सो मच। म चाहिँ सबैलाई बराबर दिन्छु ल। अब चाहिँ दिदीको पालो यो चाहिँ मेरो च्यानल त तरै पछ्यौरी यो चाहिँ भिनाजुलाई यो चाहिँ ल यहाँ त आइरहनु पर्ने भयो त्यहाँ। थ्याङ्क यू थ्याङ्क यू। यो चाहिँ अब मेरो माइथानी युट्युब च्यानलको लोगो भएको खादा हो। म यो चाहिँ दिदी र भेना लास्टमा चाहिँ दुवैजनालाई दुवैको माया बराबर पाइरहेको छु मैले, त्यसकारण दुवैजनालाई एउटै दिन्छु ल। एकदमै धन्यवाद। होइन यहाँ त मलाई फेरि पनि बोलाउनु पऱ्यो चाँडो नै। ब्याकग्राउन्डमा खानेकुराको कुरा नगरौँ, त्यसमा फेरि हातभरि यसरी थमाइदिनु भएको छ। हजुर एकदमै थ्याङ्क यू सो मच भाइलाई, दिपक मैथाने मगर भाइ एकदमै स्विट भाइ। अनि मैले चाहिँ भाइको जब हामी भेट भएपछि गएर भाइको सबै भिडियो हेर्दा चाहिँ त्यो मम्मीसँगको भिडियो देखेर चाहिँ म आधी घन्टा प्लस रोएको छु एकै। त्यही त मम्मी भर्खर मैले गुमाएको चाहिँ 1 वर्ष हुन्छ, अब 9 दिनमा ठ्याक्क। सो अब धेरै धेरै धन्यवाद ल। अब फेरि बाँकी कुराहरू चाहिँ नेक्स्ट एपिसोडमा पक्कै पनि यसरी हामी भलाकुसारी गर्दै गरौँला भन्दै सम्पूर्ण आयोजक भन्नाले नि स्पोन्सरहरूलाई धेरै धेरै धन्यवाद दिँदै अब हामी नेक्स्ट भेट्नेछौँ। बाई बाई, हेभ अ लभली डे। थ्याङ्क यू।